नमस्कार, मेरो नाम शिव मैनाली। यहाँहरू सबैजनालाई स्वागत छ मेरो च्यानल एनएफआरएस विथ शिव मैनालीमा। आजको यो भिडियोमा हामीहरू एनएएस फर एनपिओ नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड फर नट फर प्रफिट अर्गनाइजेसनको बारेमा चर्चा गर्छौँ। एनएएस फर एनपिओको एकाउन्टिङ स्ट्यान्डर्डको प्रिन्सिपल र थ्योरिटिकल क्लास हामी भिडियोको सुरुमा चर्चा गर्छौँ। त्यसपछि लेखा परीक्षकले एनएएस फर एनपिओ लगाएर आफ्नो वित्तीय विवरणमा कसरी आफ्नो धारणा व्यक्त गर्छन् भनेर चर्चा गर्छौँ। त्यसपछि कुनै एउटा एनजिओ नन प्रफिट मेकिङ अर्गनाइजेसनको वित्तीय विवरण एनएएस फर एनपिओ लगाएर कसरी बनाउनु पर्दो रहेछ भनेर चर्चा गर्छौँ। त्यसपछि नोट्स एनएएस फर एनपिओ को एकाउन्टिङ स्ट्यान्डर्ड लगाएर बनाउँदा नोट्समा के डिस्क्लोज गर्नुपर्छ भनेर पनि चर्चा गर्छौँ। र भिडियोको अन्तिममा हामीहरूले चाहिँ प्रोजेक्ट लेभल रिपोर्टिङ, फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट र बजेट भेरिएन्सेस चाहिँ आफ्नो डोनरलाई चाहिँ कसरी चाहिँ प्रेजेन्ट गर्नुपर्छ भनेर पनि चर्चा गर्छौँ। अब पहिले हामी एकाउन्टिङ स्ट्यान्डर्ड, एकाउन्टिङ प्रिन्सिपल, एनएएस फर एनपिओको चाहिँ एकाउन्टिङ स्ट्यान्डर्डको थ्योरिटिकल चाहिँ पर्सनलाई कभर गरौँ। सुरु गरौँ है त। सर्वप्रथम हामी एनपिओ नट फर प्रफिट अर्गनाइजेसन भनेको के हो भन्ने बारेमा चर्चा गरौँ। एनएएस फर एनपिओको एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार नाफा नकमाउने उद्देश्यका साथ संस्थान ऐन अनुसार दर्ता भएका संस्थानहरूलाई एनपिओ भन्दो रहेछ। यस्ता खालका संस्थानले कर छुट हुँदो रहेछ, कर तिर्नु पर्दैन रहेछ। अब आयकर ऐन 2058 ले के भन्छ त नाफा नकमाउने संस्थानहरूलाई कस्तो खालको प्रोभिजन छ त्यो बारेमा चर्चा गरौँ। नाफा नकमाउने उद्देश्यका साथ दर्ता भएका सोसल, रिलिजियस, एजुकेसनल, च्यारिटेबल र स्पोर्ट्स अर्गनाइजेसनहरूले चाहिँ आयकर विभागमा गएर दर्ता गरेपछि यिनीहरूलाई चाहिँ ट्याक्स छुटको प्रमाणपत्र दिँदो रहेछ। त्यसै गरी पोलिटिकल पार्टी, निर्वाचन आयोगमा दर्ता भएको पोलिटिकल पार्टीले आन्तरिक राजस्व विभागमा दर्तै नगरे पनि कर छुट चाहिँ उसले पाउँदो रहेछ। र यस्तो खालको कर छुट प्राप्त गर्नको लागि चाहिँ आयकर नियावलीको रुल 3 अनुसार हैन कर छुट पाउने संस्थाले चाहिँ आन्तरिक राजस्व विभागमा एप्लिकेसन दिनु पर्दो रहेछ र विभागले त्यो एप्लिकेसनलाई स्क्रुटनी गर्छ, एनालाइसिस गर्छ र उसलाई पक्का भयो यो संस्थाले चाहिँ सामाजिक प्रपोजको लागि, नाफा नकमाउने प्रपोजको लागि दर्ता भएको भन्ने कुरा उसलाई यकिन भएको रहेछ भने उसले कर छुटको प्रमाणपत्र उसलाई दिन्छ। यसरी प्राप्त कर छुटको प्रमाणपत्र प्राप्त भएपछि हैन नाफा नकमाउने उद्देश्य भएका संस्थानहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 1 वर्षभित्र चाहिँ त्यो प्रमाणपत्रलाई रिन्यू गर्नु पर्दो रहेछ। रिन्यू गर्नको लागि आफ्नो के गर्नु पर्यो, ट्याक्स रिटर्न सबमिट गर्नुपर्छ र जति पनि उसले टिडिएस काटेको चाहिँ छ त्यसलाई बुझाउनु पर्दो रहेछ र 1 वर्षभित्रमा त्यो प्रमाणपत्र, कर छुटको प्रमाणपत्र उसले रिन्यू गराइसक्नु पर्दो रहेछ। ठिक छ, यहाँसम्म क्लियर छ? ल नेक्स्ट स्लाइडमा जाउँ है त हामीहरू। अब किन चाहियो त हामीहरूलाई एनएएस फर एनपिओ नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड चाहिँ नाफा नकमाउने संस्थाहरूको लागि किन चाहियो भन्दाखेरि चाहिँ यिनीहरूलाई एनपिओहरूलाई चाहिँ आफ्नो वित्तीय विवरण चाहिँ बनाउनको लागि, गाइड गर्नको लागि चाहिँ एनएएस फर एनपिओको एकाउन्टिङ स्ट्यान्डर्ड चाहिएको रहेछ। अब एनपिओको युजरहरू चाहिँ को हुन्छन् त हेर्नु त। एउटा त डोनर भइहाल्यो हैन, फन्डिङ एजेन्सी भयो, आइएनजिओ भयो। आइएनजिओ भनेको इन्टरनेसनल नन गभर्मेन्ट अर्गनाइजेसनहरू भयो, पार्टनर एनजिओ भयो, रिसर्च प्रोभाइडर भयो, बेनिफिसियरी भयो, मेम्बर्स भए, सप्लायर भए, क्रेडिटर्स भए, ब्याङ्कर भए हैन, गभर्मेन्ट एजेन्सीहरू भए जस्तो एसडब्ल्युसी, मिनिस्ट्री, सिडिओ अफिस भयो, लोकल गभर्मेन्टहरू भयो, रिजनल गभर्मेन्टहरू भयो। यिनीहरूलाई चाहिँ किन एनपिओको वित्तीय विवरण चाहियो त भन्दा उनीहरूले हेर्न चाहन्छन् कि जस्तो ट्याक्स अथोरिटीले के हेर्न चाहन्छ, उसले चाहिँ नाफा नकमाउने उद्देश्य, सामाजिक उद्देश्यको लागि चाहिँ उसले आफ्नो पैसा युज गरेको छ कि छैन भनेर हेर्न चाहन्छन्। त्यसै गरी चाहिँ एसडब्ल्युसी पनि एनजिओहरूको रेगुलेटर हो, उसले पनि हेर्न चाहन्छ कि उसले चाहिँ सामाजिक प्रपोजको लागि चाहिँ फन्ड युज गरेको छ कि छैन, या त डिभिडेन्ड बाँडेको छ कि छैन भनेर ट्याक्सले हेर्न चाहन्छ हैन। त्यो भएर यिनीहरू चाहिँ युजर भयो। अब यसको एकाउन्टिङ कसरी गर्ने त भन्दा गोइङ कन्सर्न एजम्पसन लगाएर एकाउन्टिङ गर्नु पर्यो, डबल एन्ट्री सिस्टम फलो गर्नु पर्यो, एक्रुअल र क्यास बेसिस अफ एकाउन्टिङ फलो गर्नु पर्यो। यसले धेरै चाहिँ मोटामोटी उसको धेरै ट्रान्जेक्सन चाहिँ क्यास बेसिसमा चाहिँ
के भन्छ एकाउन्टिङ गर्नु भनेर भन्छ र थोरै अलिकति एक्सेप्सनल चाहिँ हाम्रो एक्रुअल बेसिस पनि फलो गर्नु भन्छ। ठिक छ। अब नेक्स्ट स्लाइडमा जाउँ है त। अब फाइनेन्सियल स्टेटमेन्ट हैन, नाफा नकमाउने संस्थानहरूले चाहिँ कस्तो खालको चाहिँ वित्तीय विवरण बनाउनु पर्दो रहेछ त्यो बारेमा चर्चा गरौँ। एउटा फाइनेन्सियल पोजिसन बनाउनु पर्यो, वास्लात बनाउनु पर्दो रहेछ, रिसिप्ट एन्ड एक्सपेन्डिचर बनाउनु पर्दो रहेछ। नाफा नोक्सान हुँदैन उनीहरूको, त्यो भएर उनीहरूले फन्ड रिसिभ गरेर एक्सपेन्डिचर गरेको चाहिँ बनाउनु पर्दो रहेछ। त्यसै गरी चेन्ज इन इक्विटीको बनाउनु पर्दो रहेछ, चेन्ज इन रिजर्भको बनाउनु पर्दो रहेछ, क्यास फ्लो स्टेटमेन्ट बनाउनु पर्दो रहेछ, नोट्सहरू पनि दिनु पर्दो रहेछ। अब प्रोजेक्ट लेभल रिपोर्टिङ यो चाहिँ सबैले गर्नुपर्छ र प्रोजेक्ट लेभल रिपोर्टिङमा दुईटा चाहिँ उसले वित्तीय विवरण बनाउनु पर्दो रहेछ। एउटा भनेको फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट र स्टेटमेन्ट अफ बजेट भेरिएन्स बनाउनु पर्दो रहेछ। यो प्रोजेक्ट लेभल रिपोर्टिङ भनेको के हो त, जस्तो कुनै एउटा एनजिओ छ, त्यसलाई त विभिन्न डोनरहरूले पैसा दिएको होला होइन, विभिन्न काम सामाजिक काम गर्नको लागि। कसैले ह्युमन राइट्सको लागि दिन्छन्, कसैले पिसको लागि दिन्छन् होइन, कसैले चाहिँ यो कन्फ्लिक्ट पोस्ट हाम्रो जुन कन्फ्लिक्टको भिक्टिमहरूलाई चाहिँ उ गर्नको लागि दिन्छन् होइन। अब हो यसरी जुन हजुरको चाहिँ विभिन्न आइएनजिओ एनजिओहरूले चाहिँ दिएको पैसा, प्रोजेक्ट वाइज दिएको पैसालाई चाहिँ उनीहरूले छुट्टै एकाउन्टिङ राख्नुपर्छ होइन। यो फन्ड एकाउन्टिङले स्टेटमेन्ट भन्नेमा चाहिँ के हुन्छ, त्यो प्रोजेक्टबाट चाहिँ कति फन्ड प्राप्त भयो र कुन कुन खर्चमा उनीहरूले खर्च गर्यो भनेर रिपोर्टिङ हुन्छ। अर्को बजेट भेरिएन्सेस भनेको चाहिँ के हो त, कति बजेट एप्रुभ भएको त्यो खर्च गर्नलाई, कतिसम्म खर्च गर्यो भन्ने रिपोर्टिङ गर्नुपर्दो रहेछ। ठिक छ। भनेपछि एनपिओहरूले दुईवटा रिपोर्टिङ गर्नुपर्दो रहेछ। एउटा फाइनेन्सियल रिपोर्टिङ, सबै तपाईँको चाहिँ डोनरबाट आएको पैसाहरूलाई चाहिँ एउटा बास्केटमा हालेर एउटा रिपोर्टिङ गर्नु पर्यो, जसमा कुन कुन पर्यो वित्तीय विवरण, फाइनेन्सियल ब्यालेन्स सिट बनाउनु पर्दो रहेछ, रिसिप्ट एन्ड एक्सपेन्डिचर, यो चाहिँ सबैको, सबै फन्डको, सबै प्रोजेक्टको, सबै डोनरको चाहिँ एकमुष्ट राखेर बनाउनु पर्दो रहेछ। अर्को चाहिँ प्रत्येक प्रोजेक्ट, प्रत्येक डोनरको लागि छुट्टा छुट्टै रिपोर्टिङ गर्नु पर्दो रहेछ। ठिक छ। ल नेक्स्ट स्लाइडमा जाउँ। अब ब्यालेन्स सिट, ब्यालेन्स सिट भनेको के हुन्छ त ब्यालेन्स सिटमा भन्दाखेरि त तपाईँको एसेट, लायबिलिटी र इक्विटी हुन्छ। ब्यालेन्स सिटलाई कसरी बनाउन सक्यो एनपिओहरूले, नन प्रफिट मेकिङ अर्गनाइजेसनले लिक्विडिटी बेसिसमा पनि बनाउन सक्यो, करेन्ट र नन करेन्ट आधारमा चाहिँ एसेट र लायबिलिटीलाई छुट्याएर पनि बनाउन सक्यो। एसेट भनेको हामी सबैलाई थाहा छ, एसेट भनेको रिसोर्स कन्ट्रोल बाई द एनपिओ होइन, यसले चाहिँ फ्युचर इकोनोमिक बेनिफिट दिन्छ। लायबिलिटी भनेको के हो, प्रेजेन्ट अब्लिगेसन फ्रम पास्ट इभेन्ट, र हामीहरूले पैसा तिरेपछि यो सेटलमेन्ट हुँदो रहेछ। फन्ड भनेको चाहिँ रेसिडुअल, एसेट माइनस लायबिलिटीको चाहिँ ब्यालेन्स हुँदो रहेछ। करेन्ट र नन करेन्ट भनेको के हो, करेन्ट एसेट र करेन्ट लायबिलिटी भनेको आर्थिक वर्ष समाप्त भएको 1 वर्षभित्रमा चाहिँ कुनै एसेटबाट रियलाइज भएको छ र लायबिलिटीलाई भुक्तानी गर्नु परेको रहेछ भने त्यसलाई करेन्ट भन्दो रहेछ। अरू त्योदेखि बाहेक अरूलाई चाहिँ हामी नन करेन्ट भन्दो रहेछौँ। ठिक छ। अब इन्भेन्ट्रीलाई कसरी मेजरमेन्ट गर्दो रहेछ हेर्नु त, लोवर अफ द कस्ट अर नेट रियलाइजेबल भ्यालुमा। ठिक छ। र डोनेसनमा प्राप्त भएको इन्भेन्ट्रीलाई के फेयर भ्यालुमा चाहिँ बुक गर्नु पर्दो रहेछ। त्यसै गरी फिपो, फर्स्ट इन फर्स्ट आउट बेसिसबाट या त वेटेड एभरेज मेथडबाट चाहिँ हामीले इन्भेन्ट्रीलाई भ्यालु गर्नुपर्दो रहेछ। लिफो फलो गर्न पाइँदैन रहेछ। ठिक छ। ल यहाँसम्म हामीले ब्यालेन्स सिटको चर्चा गऱ्यौँ। अब नेक्स्ट स्लाइडमा जाउँ। इन्भेस्टमेन्ट, इन्भेस्टमेन्ट भनेको दुई खालको इन्भेस्टमेन्ट हुँदो रहेछ हेर्नु त। एउटा फाइनेन्सियल एसेटकोमा इन्भेस्टमेन्ट हुन्छ, जस्तो सेयर होइन किन्छन्, डिभेन्चर किन्छन्, गभर्मेन्ट बोन्डहरू किन्छन् र एनपिओहरूले। यसको कसरी चाहिँ रेकर्डिङ हुन्छ हेर्नु है। यसमा एउटा अलिकति बुझ्नुपर्ने कुरा छ, जति पनि फाइनेन्सियल एसेटमा भएको इन्भेस्टमेन्ट छ त्यसलाई हामीहरूले के गर्छौँ, फेयर भ्यालुमा राख्दैनौँ, कस्टमै राख्छौँ होइन। जस्तो एनएफआरएस, फुल एनएफआरएसमा र एनएफआरएस फर एसएमईमा के थियो, हामीहरूले फाइनेन्सियल एसेटमा भएको इन्भेस्टमेन्टलाई फेयर भ्यालुमा राख्नु भनेको थियो। एनपिओले के भन्नु, यसलाई कस्टमै राखेर देखाउनु भन्नु। इनिसियल्ली पनि कस्टमै राखेर देखाउनु भन्नु र सब्सिक्वेन्टली पनि के भन्नु, उनले मेजर लोवर अफ द कस्ट अर नेट रियलाइजेबल भ्यालु विच एभर इज लोवर, त्यसमा तिमीहरूले देखाएर राख्नु भन्नु। नट रिकग्नाइज्ड इन फेयर भ्यालु। इन्भेस्टमेन्ट एउटा त फाइनेन्सियल एसेटमा इन्भेस्टमेन्ट हुँदो रहेछ, अर्को केमा, ल्यान्ड र बिल्डिङमा इन्भेस्टमेन्ट हुँदो रहेछ। यो चाहिँ क्यापिटल एप्रिसिएसन या चाहिँ रेन्टल खानको लागि कुनै एनपिओले चाहिँ ल्यान्ड र बिल्डिङमा चाहिँ इन्भेस्टमेन्ट गरेको रहेछ भने त्यसलाई के भन्दो रहेछौँ हामी, इन्भेस्टमेन्ट इन ल्यान्ड एन्ड बिल्डिङ भन्दो रहेछौँ। यसलाई कसरी रिकग्नाइज गर्ने त, इनिसियल्ली कस्टमा ट्रान्जेक्सन भ्यालुमा गर्नुपर्दो रहेछ र सब्सिक्वेन्टली कसरी गर्नुपर्दो रहेछ, कस्ट मोडल लगाएर गर्नुपर्दो रहेछ। ठिक छ। यसलाई पनि फेयर भ्यालुमा देखाउनु पाइएन हाम्रो वित्तीय विवरणमा। अब फेयर भ्यालु निक्लिएको रहेछ ल्यान्ड एन्ड बिल्डिङको, इन्भेस्टमेन्ट प्रपर्टीको चाहिँ है भने डिस्क्लोज गर्न चाहिँ पाइयो। ठिक छ। ल
अब हामी पिपिईमा जाउँ। पिपिई भनेको के हो त भन्दा हाम्रो प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट। यसलाई कसरी? यसलाई पनि कस्टमै होइन। पिपिईलाई चाहिँ कस्ट र रिभ्यालुएसन मोडल चुज गर्न पायो एनपिओले। कस्ट मोडल लगाएर कस्टमा देखाउन पनि पायो, फेयर भ्यालु मोडल लगाएर रिभ्यालुएसन मोडलमा देखाउन पनि पायो। कस्ट मोडल लागेको रहेछ भने कस्ट लेस डेप्रिसिएसन लेस इम्पेयरमेन्ट भयो। रिभ्यालुएसन मोडल लागेको रहेछ भने फेयर भ्यालु लेस इम्पेयरमेन्ट लेस डेप्रिसिएसन हुने भयो। ठिक छ। अब ल्यान्डलाई फ्रीमा आएको ल्यान्डलाई कसरी बुक गर्ने त? हेर्नु त, ल्यान्डमा डेप्रिसिएसन हुँदैन। सबभन्दा पहिले बुझ्नु पर्यो है। यसरी फ्रीमा आएको ल्यान्डलाई हामीहरूले फेयर भ्यालुमा बुक गर्नुपर्दो रहेछ। कसरी बुक गर्ने? ल्यान्ड एकाउन्ट डेबिट गर्ने, अनि के गर्ने? फन्ड एकाउन्टलाई गएर क्रेडिट गर्ने। फन्ड एकाउन्ट ल्यान्ड भनेर चाहिँ क्रेडिट गर्नु, डेप्रिसिएसन चार्ज गर्नु परेन। ठिक छ। त्यसपछि ल्यान्डदेखि बाहेक हामीहरूले अरू कुनै इक्विपमेन्ट, प्लान्ट, गाडी, घोडा हामीहरूले चाहिँ के भन्छ डोनेसनमा पायौँ या त फ्रीमा पायौँ भने त्यसको एकाउन्टिङ कसरी गर्ने त? होइन, ल्यान्डको जस्तो छैन यसको एकाउन्टिङ इजी। सुरुमा हामीहरूले के गर्नु पर्यो? एसेट एकाउन्ट पिपी एकाउन्ट डेबिट गर्नु पर्यो होइन। त्यसपछि क्रेडिट डेफर्ड इन्कम फन्डलाई गएर क्रेडिट गर्नुपर्दो रहेछ। त्यसपछि डेप्रिसिएसन त उठाउनु पर्यो, यसको डेप्रिसिएसन आउँछ। डेप्रिसिएसन एक्सपेन्सेस डेबिट गर्ने, एसेट एकाउन्ट क्रेडिट गर्ने नर्मल वेमा। त्यसपछि एउटा थर्ड एन्ट्री पनि उठाउनु पर्दो रहेछ। त्यो थर्ड एन्ट्री चाहिँ के? जुन हामीहरूले सुरुमा एसेट एकाउन्ट डेबिट गरेर डेफर्ड इन्कमलाई क्रेडिट गरेको थियो, डेप्रिसिएसन बराबरको पैसाले चाहिँ डेफर्ड इन्कमलाई डेबिट गर्नुपर्दो रहेछ र रिसिप्ट एन्ड एक्सपेन्डिचर एकाउन्ट क्रेडिट हुँदो रहेछ। कतिले? यो चाहिँ प्रत्येक सालको डेप्रिसिएसन जति हामीहरूले चार्ज गर्छौँ त्यति बराबरको आम्दानी बाँध्नु पर्दो रहेछ। आम्दानी कहाँबाट बाँध्ने? केलाई डेबिट गरेर बाँध्ने? डेफर्ड इन्कमलाई गरेर आम्दानी बाँध्ने। ठिक छ। ल, यहाँ एन्ट्री हेर्नुभयो भने तपाईँहरूले बुझिहाल्नुहुन्छ है कसरी भएको छ। नेक्स्ट स्लाइडमा जाउँ। अब हेर्नु त, प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट। अब यो चाहिँ यो पनि अलिकति बुझौँ है। अलिकति यो यसमा अलिकति तपाईँहरूलाई चाहिँ कन्सन्ट्रेसन गर्नुपर्ने हुन्छ। अलिकति बुझ्नुभयो भने स्पष्ट छ होइन। जस्तो कुनै पिपी एसेट होइन हामीहरूले प्रोजेक्टको लागि चाहिँ खरिद गरेको रहेछौँ भने के गर्छौँ? प्रोग्राम एक्सपेन्सेस भनेर डेबिट गर्दो रहेछौँ। पुरै खर्च डेबिट, यसलाई एसेट बुक हुँदैन रहेछ। ठिक छ। अनि के छ? पैसा तिर्यो, ब्याङ्कमा क्यास क्रेडिट भयो। ठिक छ। हामीहरूले प्रोजेक्टको कस्टमा गएर यसलाई खर्च बुक गरिदिउँ र जब प्रोजेक्ट सकियो, त्यो प्रोजेक्ट सकियो र हामीहरूले डोनरसँग के एग्रिमेन्ट गरेको छौँ भन्दाखेरि त्यो एसेट डोनरलाई पनि फिर्ता गर्नुपर्ने रहेछ र बेनिफिसियरलाई पनि दिनु परेन। एनजिओले आफै राख्न पायो भने त्यस्तो खालको एसेटलाई फेरि हामीहरूले बुकमा चाहिँ देखाउनु पर्दो रहेछ। कसरी देखाउने भन्दा पिपी डेबिट गर्ने कहिले? जब प्रोजेक्ट सकिन्छ त्यही बेला। अनि भ्यालु कसरी राख्ने? जुन बेला हाम्रो प्रोजेक्ट सकिन्छ त्यो बेलाको फेयर भ्यालु बराबरको चाहिँ पिपी एकाउन्ट डेबिट गर्ने। अनि यसमा चाहिँ डेफर्ड रेभिन्यू होइन, क्यापिटल रिजर्भलाई गएर क्रेडिट गर्ने। कहिलेको फेयर भ्यालु? प्रोजेक्ट सकिँदा बेलाको फेयर भ्यालु। ठिक छ। अब डेप्रिसिएसन त चार्ज गर्नु पर्यो एसेट आउने बित्तिकै। यो त ल्यान्ड होइन। ल्यान्ड भएको भएदेखि के हुन्थ्यो? डेप्रिसिएसन चार्ज गर्नु पर्दैन थियो। क्यापिटल रिजर्भमा गएर बस्थ्यो। क्यापिटल रिजर्भ सधैँ एकनासै भइरहेको थियो, कहिले सकिँदैन थियो। अब डेप्रिसिएसन आयो यसमा त, यो त हाम्रो एसेट भयो। ठिक छ। एसेट रहेछ भने के गर्नु पर्यो? अब डेप्रिसिएसन खर्चलाई डेबिट गर्न पाइएन। अब खर्च के हुने भयो? डेबिट के हुने भयो? क्यापिटल रिजर्भलाई डेबिट गर्नु पर्यो। त्यसपछि क्रेडिट के हुने भयो? पिपिई हुने भयो। त्यसो गर्दाखेरि के हुने भयो त भन्नु त? अघिको केसमा हाम्रो के थियो? हामीहरूले डेप्रिसिएसन एकाउन्ट डेबिट गऱ्यौँ, अनि एसेट क्रेडिट गरेको थियौँ। यसमा के गर्ने भयौँ? क्यापिटल रिजर्भ एकाउन्ट डेबिट गर्ने भयौँ र पिपीलाई क्रेडिट गर्नुपर्छ। र यसको लाइफ सकेपछि, एसेटको लाइफ सकेपछि क्यापिटल रिजर्भ पनि जिरो हुने भयो, हाम्रो एसेट पनि जिरो हुने भयो। भनेपछि ओभरअल के बुझियो त भन्दाखेरि हामीहरूले एनजिओहरूले दुईवटा चाहिँ फिक्स एसेट रजिस्टर मेन्टेन गर्नुपर्दो रहेछ। एउटा फिक्स एसेट रजिस्टर भनेको आफ्नो एसेट, आफूले युज गरेको एसेट, एनजिओले आफ्नो कोर प्रपोजको लागि गरेको एसेटको लागि फिक्स एसेट रजिस्टर तयार गर्नुपर्दो रहेछ। अर्को जुन चाहिँ प्रोजेक्टमा हामीहरूले चाहिँ एसेट दिएको थियौँ, पछि त्यो प्रोजेक्टबाट फिर्ता भयो आफूलाई नि भने त्यस्तो खालको एसेटको रजिस्टर मेन्टेन गर्नुपर्दो रहेछ। ठिक छ। भनेपछि डेप्रिसिएसन खर्च कति हुने भयो त? अब हेर्नु त, डेप्रिसिएसन खर्च भनेको एउटा मात्रै आउने भयो। कोर जुन एनजिओले आफैले किनेर अथवा आफ्नो प्रयोजनको लागि जुन प्रोग्राममा राइट अफ नभएको एसेटको चाहिँ डेप्रिसिएसन खर्च आउने भयो होइन। जुन चाहिँ क्यापिटल रिजर्भमा गएर जुन एसेट क्रिएट भएको हुन्छ त्यसको डेप्रिसिएसन खर्च चाहिँ आउने भएन। बुझ्नुभयो है यहाँसम्म? यो बुझ्नको लागि हाम्रो इक्जाम्पल पनि छ, त्यहाँ गएर हेरेर पनि तपाईँहरूलाई म एकदम क्लियर बनाउने प्रयत्न गर्छु। ठिक छ। अब प्रत्येक वर्ष के गर्नु पर्यो भन्दाखेरि हामीहरूले इम्पेयरमेन्ट चेक गर्नुपर्दो रहेछ। ठिक छ। त्यो एसेटको चाहिँ इम्पेयर भएको छ कि छैन भनेर चेक गर्नुपर्दो रहेछ। नेक्स्ट स्लाइडमा जाउँ।
अब रेस्ट्रिक्टेड र अनरेस्ट्रिक्टेड फन्ड अनरेस्ट्रिक्टेड फन्ड भनेको के हो यो चाहिँ हाम्रो के छ त यहाँ हाम्रो त 5 वटा बुलेट पोइन्ट दिएको छ यो भनेको चाहिँ रेस्ट्रिक्टेड फन्ड र अनरेस्ट्रिक्टेड फन्डलाई छुट्टा छुट्टै बुक गर्नु भनेर एनएस पर एनपिओमा लेखेको छ हैन गभर्निङ बडीले हैन अनरेस्ट्रिक्टेड भनेको जहाँ पनि चलाउन पाइन्छ जुन एक्जिक्युटिभ कमिटी हुन्छ या गभर्निङ बडीले यो फन्डलाई युटिलाइज गर्ने चाहिँ पावर राखेको हुन्छ उसले यहाँ त्यहाँ यता उता जता पनि खर्च गर्न पायो ठीक छ तर रेस्ट्रिक्टेड फन्डलाई चाहिँ गभर्निङ बडी या एक्जिक्युटिभ कमिटीले खर्च गर्न पाउँदैन त्यो चाहिँ एज पर द प्रोजेक्ट एग्रिमेन्टै खर्च हुने भयो अथवा डोनरले जसरी खर्च गर्नु भनेको छ त्यसरी खर्च गर्नु पर्यो अनरेस्ट्रिक्टेड फन्डलाई अनरेस्ट्रिक्टेडलाई चाहिँ हामीहरूले गभर्निङ बडीले जसरी चाहे त्यसरी खर्च गर्न पाए अनरेस्ट्रिक्टेड फन्डको पैसा चाहिँ डोनरको अनुसार खर्च हुने भयो इन्कम जेनेरेसन भएको छ अनरेस्ट्रिक्टेड फन्ड भने अनरेस्ट्रिक्टेड फन्डमै गएर जम्मा हुने भयो ठीक छ र चाहिँ गभर्निङ बडी या त एक्जिक्युटिभ कमिटीले चाहिँ आफ्नो अनरेस्ट्रिक्टेड फन्डलाई चाहिँ सर्टेन पैसालाई छुट्याएर चाहिँ के गर्छ भने डिजाइनेटेड फन्डमा कन्भर्ट गर्न सक्छ भन्नुको मतलब यसलाई चाहिँ म स्पेसिफिक पर्पजको लागि खर्च गर्छु भनौँ भने चाहिँ त्यो अनरेस्ट्रिक्टेड फन्डबाट चाहिँ डिजाइनेटेड फन्डमा कन्भर्ट हुने भयो हैन any surplus remaining in the restricted fund if permitted by the agreement may also be transferred for inclusion in the unrestricted fund restricted fund मा भएको पैसा सबै काम सकिसकेपछि पैसा बच्यो र चाहिँ हाम्रो डोनरले या एग्रिमेन्टले चाहिँ त्यो पैसालाई अनरेस्ट्रिक्टेड फन्डमा ट्रान्सफर गर्न सकिन्छ भनेर भनेको रहेछ भने ट्रान्सफर हुन्छ भनेको अब रेस्ट्रिक्टेड फन्ड भनेको के हो त रेस्ट्रिक्टेड फन्ड भनेको स्पेशल पर्पजको लागि प्राप्त भएको डोनरबाट प्राप्त भएको फन्डलाई बुझिँदै रहेछ ठीक छ यसको चाहिँ फाइनेन्सियल हाम्रो अनरेस्ट्रिक्टेड फन्डको र रेस्ट्रिक्टेड फन्डको चाहिँ हाम्रो एकाउन्टिङ छुट्टा छुट्टै राख्नु पर्दो रहेछ इन्कम जेनेरेसन भयो हैन हामीले यो फन्डलाई चाहिँ कहीँ एफडीमा लगेर राखेको छौँ र त्यो एफडीबाट इन्ट्रेस्ट प्राप्त भयो भने पनि रेस्ट्रिक्टेड फन्डमै गएर जम्मा गर्नु पर्दो रहेछ ठीक छ अब इन्डोमेन्ट फन्ड भनेको पनि के हो एक किसिमको रेस्ट्रिक्टेड फन्ड हो यसको चाहिँ स्पेशल नेचर हुन्छ जस्तो इन्डोमेन्ट फन्डको रूपमा हामीले कुनै पैसा प्राप्त गरेको छौँ भने त्यो पैसालाई खर्च गर्न पाउँदैनौँ ठीक छ त्यसलाई के गर्छौँ हामीले लगेर इन्भेस्टमेन्ट गर्छौँ र त्यसको इन्ट्रेस्ट मात्रै खर्च गर्न पाइयो यो एउटा चाहिँ डिफ्रेन्ट छ है अरू रेस्ट्रिक्टेड फन्डबाट आएको पैसालाई उसको प्रिन्सिपलै खर्च गर्न पायो इन्डोमेन्टको रूपमा चाहिँ पैसा प्राप्त भएको रहेछ भने चाहिँ त्यसलाई के हुन्छ पैसा त्यसको प्रिन्सिपल खर्च गर्न पाएन त्यसलाई इन्भेस्टमेन्ट गर्नु पर्यो र चाहिँ त्यसको इन्ट्रेस्ट जुन अर्न हुन्छ आम्दानी जुन आउँछ त्यसलाई चाहिँ एग्रिमेन्ट अनुसार खर्च गर्नु पर्दो रहेछ ठीक छ ल रेस्ट्रिक्टेड र अनरेस्ट्रिक्टेड पनि बुझ्यो अब एकुमुलेटेड फन्ड र रिभ्यालुएसन सरप्लस एकुमुलेटेड फन्ड भनेको के हो त भन्दा यो चाहिँ हाम्रो प्रफिट जस्तै हो क्या रिटेन अर्निङ जस्तै हैन जस्तो एनपिओ सरप्लस अफ इन्कम ओभर एक्सपेन्डिचर क्रेडिटेड हैन हाम्रो नाफा भयो भने एकुमुलेटेड फन्ड बढ्ने भयो नोक्सान भयो भने के हुने भयो कम हुने भयो अब यहाँ त नाफा नकमाउने उद्देश्यका साथ चाहिँ दर्ता भएका संस्थानहरूले नाफा कसरी आयो त भन्न सक्नुहुन्छ नाफा होइन यो चाहिँ नाफा भए तापनि उनीहरूले बाँड्दैनन् यो पैसा ठीक छ कोही बेला के हुन्छ भन्दाखेरि हजुरले चाहिँ ठुलो पैसा चाहिँ हाम्रो चाहिँ मेम्बरहरूले बाट उठ्यो र त्यसलाई हामीले फिक्स डिपोजिटमा लगेर राखेको छौँ र त्यो पैसा खर्च हुन पाएन भने त हाम्रो फन्डमा जम्मा भयो नि त नाफाको रूपमा आयो तर त्यसलाई हामी डिभिडेन्ड बाँड्दैनौँ पछि कुनै सामाजिक प्रयोजनको लागि जम्मा गर्छौँ त्यो चाहिँ एकुमुलेटेड फन्डमा गएर बस्छ त्यसलाई चाहिँ गभर्निङ बडी हैन त्यो चाहिँ अनरेस्ट्रिक्टेड फन्ड हुन्छ त्यसलाई चाहिँ गभर्निङ बडी या एक्जिक्युटिभ कमिटीले जता चाह्यो त्यता सामाजिक पर्पजको लागि युज गर्न सक्छ ठीक छ अब हेर्नु त नेक्स्ट रिभ्यालुएसन सरप्लस कसरी आउँछ त अघि हामीले के भन्यौँ फाइनेन्सियल एसेटलाई हामीहरूले कस्टै फलो गर्नु पर्यो फेयर भ्यालुमा राख्न पाइएन भन्यौँ त्यसै गरी इन्भेस्टमेन्ट प्रपर्टीलाई पनि कस्ट मोडलै अप्नाउनु पर्यो रिभ्यालुएसन मोडल अप्नाउन पाइएन भन्यौँ तर पिपीलाई के छ हामीहरूले रिभ्यालुएसन मोडल अप्नाएर चाहिँ फेयर भ्यालुमा चाहिँ त्यसलाई देखाउन पाउन सक्छौँ भनेर भन्यौँ हो यसरी हैन पिपीलाई हामीहरूले चाहिँ रिभ्यालुएसन मोडल लगाएर चाहिँ रिभ्यालुएसन गरेको रहेछ भने त्यसबाट आएको जति पनि इन्कम हुन्छ आम्दानी हुन्छ त्यसलाई चाहिँ हामी रिभ्यालुएसन सरप्लसमा लगेर राख्छौँ ठीक छ नेक्स्टमा अब रेस्ट्रिक्टेड रेभेन्यू हेर्नु त अलिकति बुझ्नुपर्छ ल रेस्ट्रिक्टेड रेभेन्यू चाहिँ धेरै साथीहरूले चाहिँ मैले अलिकति नबुझेको फिल गरेको छु होइन यसमा अलिकति यसमा चाहिँ टेक्निकलिटी पनि छ अलिक बुझ्नुपर्ने जरुरी छ रेस्ट्रिक्टेड रेभेन्यू भनेको के हो त भन्दाखेरि हामीहरूले जति पनि पैसा हामीहरूले स्पेसल पर्पज रेस्ट्रिक्टेड फन्डको रूपमा चाहिँ स्पेसल पर्पजको लागि जुन पैसा प्राप्त गर्छौँ जति पैसा प्राप्त गर्छौँ त्यति नै पैसालाई हामीहरूले गएर आम्दानीमा बाँध्दैनौँ
सुरुमा के गर्छौँ त भन्नु त, पैसा प्राप्त गर्दा रेस्ट्रिक्टेड फन्ड प्राप्त गर्दा हामीले ब्याङ्क एकाउन्टलाई डेबिट गर्छौँ अनि रेस्ट्रिक्टेड फन्डलाई गरेर क्रेडिट गर्छौँ। अब त्यो रेस्ट्रिक्टेड फन्डबाट चाहिँ के हुन्छ, पैसा खर्च हुँदै जान्छ है त। अब आम्दानी कसरी देखाउने हेर्नु है त। अब ब्याङ्कमा पैसा आयो, रेस्ट्रिक्टेड फन्ड एकाउन्ट क्रेडिट भयो, ब्याङ्कबाट पैसा सरर 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 तपाईँले खर्च गर्न थाल्नुभयो। अब खर्च गर्दाखेरि रेस्ट्रिक्टेड फन्डको त पैसा त रेस्ट्रिक्टेड फन्डमा जति पैसा तपाईँले सुरुमा एन्ट्री गरेको थियो त्यो त कहिल्यै नसकिने भयो हो। अब के हुन्छ त, महिनाको अन्तिममा गएर या 15 दिनमा गएर कुनै एउटा पिरियडमा गएर हामीले के गर्छौँ, जति खर्च भएको छ, खर्च भइसकेको र प्रपोज मिट गरिसकेको छ, डोनरले दिएको तपाईँले जुन एजेन्डा थियो, जुन अब्जेक्टिभमा तपाईँले पैसा प्राप्त गर्नुभएको थियो, त्यो अब्जेक्टिभ अनुसार तपाईँले पैसा खर्च गर्नु भइसक्यो भने के हुने भयो त भन्दाखेरि अब महिनाको अन्तिममा गएर तपाईँले के गर्नुभयो हो, यो रेस्ट्रिक्टेड फन्ड एकाउन्ट जुन क्रेडिट भएर भएको छ त्यसलाई डेबिट गर्नुभयो र जति पैसा खर्च गर्नुभएको छ तपाईँले त्यति नै बराबरकोलाई चाहिँ तपाईँले आम्दानी जनाउनु भयो। यहाँ हेर्नु त, रेस्ट्रिक्टेड फन्ड एकाउन्ट डेबिट, रिसिप्ट एन्ड एक्सपेन्डिचर एकाउन्ट क्रेडिट। ठिक छ, यो चाहिँ अलिकति बुझ्नुपर्ने कुरा थियो, बुझ्नुभयो है। भन्नुको मतलब के, जति पनि पैसा हामीले डोनरबाट रिसिभ गर्छौँ सुरुकै वर्ष हामीलाई जस्तो 5 वर्षको लागि उसले एकैचोटि पैसा दिएको होला होइन, 5 लाख रुपियाँ भनौँ न, प्रत्येक वर्ष 1 लाख चाहिँ खर्च गर्दै जाओ भनेर। अब हामीले सुरुमै आम्दानी गरेर त भएन त्यसलाई होइन, हामी के गर्छौँ, रेस्ट्रिक्टेड फन्डमा लगेर पैसा राख्छौँ, ब्याङ्कलाई डेबिट गर्छौँ र प्रत्येक वर्ष 1-1 लाख रुपियाँको चाहिँ हामीले त्यो रेस्ट्रिक्टेड फन्डको ब्यालेन्सलाई घटाउँदै घटाउँदै लान्छौँ र हामीहरूले रिसिप्ट एन्ड एक्सपेन्डिचरमा लगेर चाहिँ आम्दानी बाँध्दै जान्छौँ। बुझ्नुभयो, यसको कन्सेप्ट यति हो। भन्नुको मतलब यसको के हुन्छ त भन्दा, रेस्ट्रिक्टेड फन्डवाला अथवा रेस्ट्रिक्टेड रेभिन्यूको जहिले पनि उसको आम्दानी र खर्च हामी बराबर बनाउने कोसिस गर्छौँ। ठिक छ, यो चाहिँ उल्टो चल्ने भयो। पहिले खर्च गर्नुहुन्छ महिनाको अन्तिममा या 15 दिनको अन्तिममा या वर्ष दिनको अन्तिममा या 3 महिनाको अन्तिममा गएर जति खर्च गरेको छ त्यति नै खर्चलाई हामी आम्दानी बाँध्छौँ। कसरी आम्दानी बाँध्दो रहेछौँ, रेस्ट्रिक्टेड फन्ड एकाउन्ट डेबिट गर्दो रहेछौँ र रिसिप्ट एन्ड एक्सपेन्डिचर एकाउन्ट क्रेडिट गरेर आम्दानी बाँध्दो रहेछौँ। अब र अनरेस्ट्रिक्टेड रेभिन्यू र खर्च कसरी बुक गर्छौँ, अनरेस्ट्रिक्टेड भनेको त हाम्रो नर्मल रेभिन्यू जसरी बुक गरेको हुन्छौँ त्यसरी नै। जब हामीहरूलाई चाहिँ पक्का पक्की हुन्छ यो यहाँबाट पैसा आउँछ, हामीहरूले आफ्नो सर्भिस फुल दिइसकेको छौँ भने अनरेस्ट्रिक्टेड रेभिन्यू चाहिँ बुक गर्दो रहेछौँ। ठिक छ, अब एक्सपेन्सेसहरू हेर्नु त, यसमा चाहिँ बुझौँ है, कमन एक्सपेन्सेस एलोकेसन होइन। जब हामीहरूले एउटा मेन पावरलाई, नर्मली यो चाहिँ एनजिओ ठुलो एनजिओहरूले गर्छन्, जस्तो मेन पावरहरूलाई विभिन्न प्रोजेक्टमा चाहिँ उनीहरूले युज गरेको हुन्छन्। जस्तो एउटा चाहिँ एकाउन्टेन्ट साहब या प्रशासनमा काम गर्ने मान्छेलाई 5 वटा चाहिँ उनीहरूले चाहिँ के हुन्छ फन्डमा अथवा 5 वटा प्रोग्राममा उनीहरूले चाहिँ युज गरेको हुन्छन्। त्यस्तो भयो भने कमन कस्टलाई एलोकेसन गर्न पनि एलाउ गरेको रहेछ। के को आधारमा, पर्सनल कस्ट होइन, इम्प्लोइको टाइम जति दिएको छ उसले होइन, कुनै प्रोग्रामलाई कुनै प्रोजेक्टलाई, जस्तो तपाईँको महिनामा चाहिँ 10 दिन एउटा चाहिँ प्रोग्रामलाई टाइम दिएको रहेछ भने 10 दिन बराबरको तलब उसको बुक गर्नु। फेसिलिटी कस्ट आर एलोकेटेड डाइरेक्टली डिपेन्डिङ अन द एरिया एन्ड फ्रिक्वेन्सी अफ द युज भनौँ होइन। त्यसरी नै अरू कस्टहरूलाई पनि हामीहरूले प्रोराटा बेसिसमा चाहिँ गर्दो रहेछौँ। ठिक छ, ल यहाँसम्म धैर्यतापूर्वक मेरो यो भिडियो सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक बटन थिचिदिनु होला र कुनै कमेन्ट छन् भने कमेन्ट पनि गरिदिनु होला। अब योभन्दा पछाडि हामी चाहिँ अब एउटा इक्जाम्पल, कुनै एउटा एनजिओको आफ्नो वित्तीय विवरण कसरी बनाउँदो रहेछ, अडिटरले त्यसमा ओपिनियन कसरी दिनुहुँदो रहेछ होइन, र नोट्स कसरी लेखिँदो रहेछ होइन, रिसिप्ट एन्ड एक्सपेन्डिचर एकाउन्ट कसरी बन्दो रहेछ, अनि फन्ड एकाउन्टिङ हामीहरूले भन्यौँ नि प्रोजेक्ट लेभल रिपोर्टिङ, फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट कसरी बनाउनु पर्दो रहेछ र चाहिँ बजेट भेरिएन्स कसरी गर्दो रहेछ भन्ने बारेमा चर्चा गर्छौँ। धेरै धेरै धन्यवाद। अब हामी एउटा नाफा नकमाउने संस्थानले, एनपिओले आफ्नो वित्तीय विवरणहरू कसरी बनाउँदो रहेछन्, त्यसमा हजुरको चाहिँ अडिटरले आफ्नो धारणा कसरी व्यक्त गर्नुहुँदो रहेछ भनेर चर्चा गरौँ। र अन्तिममा हामी प्रोजेक्ट लेभल रिपोर्टिङ, फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट र बजेट भेरिएन्सेस कसरी बनाउनु पर्दो रहेछ भनेर चर्चा गर्छौँ। सुरु गरौँ है त। अब यो चाहिँ XYZ चाहिँ एउटा एनपिओ रहेछ जसले ह्युमन राइट्सको लागि चाहिँ काम गर्दो रहेछ, यो एनजिओ हो होइन। त्यसमा चाहिँ हाम्रो 79-80 को वित्तीय विवरण अडिटर साहबले चाहिँ भेरिफाई गरेर सर्टिफाई गर्नुभएको रहेछ। त्यसमा उहाँले चाहिँ कसरी आफ्नो धारणा दिनुहुँदो रहेछ त्यो बारेमा चर्चा गरौँ। हेर्नु त, ओपिनियन कसरी दियो, वी हेभ audited the accompanying financial statement of XYZ Limited, which comprise the statement of financial position as at 31st of Asar 2081, statement of operation, statement of grant receipt and expenditure, statement of cash flow, statement of change in reserve for the year ended
31 असार 2081 भनेर रहेछ। अब कहाँनेरि लेखिएको छ त हामीले यो चाहिँ वित्तीय विवरणहरू चाहिँ एनपिओ अनुसार बनायौँ भनेर भन्दा हेर्नु त इन एकोर्डिङ्स विथ नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड फर एन्ड नट फर प्रफिट अर्गनाइजेसन को एकाउन्टिङ स्ट्यान्डर्ड लगाएर यो वित्तीय विवरण बनाएको छ भनेर यसरी राख्नु पर्दो रहेछ है। अब बेसिस अफ ओपिनियन के हो त भन्दा हामीहरूले नेपाल स्ट्यान्डर्ड अडिटिङ अनुसार अडिट गरेको छौँ, हामी इन्डिपेन्डेन्ट छौँ, आइक्यानको ह्यान्डबुक्स अफ कोड अफ इथिक्स र प्रोफेसनल एकाउन्ट्सलाई फलो गरेको छौँ, त्यो कुराहरू की अडिट म्याटर राख्ने भयो होइन। अब रेस्पोन्सिबिलिटी वित्तीय विवरण बनाउने रेस्पोन्सिबिलिटी कोसँग, फर्स्ट रेस्पोन्सिबिलिटी कसको हो भन्दा म्यानेजमेन्टको। म्यानेजमेन्टले नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड फर नट फर प्रफिट मेकिङ अर्गनाइजेसनको एकाउन्टिङ स्ट्यान्डर्ड लगाएर वित्तीय विवरण बनाउनुपर्छ र त्यो वित्तीय विवरण उप चाहिँ धारणा कसले राख्छ, अडिटरले राख्छ। ठिक छ, अडिटरको रेस्पोन्सिबिलिटी के हो त भन्दा एनएएस फर एनपिओ अनुसार बनेको वित्तीय विवरण उप आफ्नो धारणा व्यक्त गर्नु चाहिँ अडिटरको रेस्पोन्सिबिलिटी हुँदो रहेछ। कसरी कसरी धारणा दिन्छन् यो हामी सबैले हेरेको जानेको कुरा भयो, त्यो भएर मैले यसलाई स्किप गरेर अगाडि लाँदैछु। तपाईँहरूले यसलाई स्लो मोसनमा गएर स्लो पेसमा गएर हेर्न पनि सक्नुहुन्छ। र अन्तिममा हामी के गर्छौँ, युडिन जेनेरेट गर्छौँ, डेट राख्छौँ, प्लेस राख्छौँ, र सिए साथी हुनुहुँदो रहेछ भने आफ्नो नाम राख्नुहुन्छ, फर्मको नाम राख्नुहुन्छ, आरए साथी हुनुहुँदो रहेछ भने पनि आफ्नो नाम र फर्मको नाम राखेर दस्तखत गर्नुहुन्छ। ठिक छ, यो अडिटर ओपिनियन भयो, धारणा भयो। अब नोट्समा के खुलाउँछौँ त हामी त्यो बारेमा चर्चा गरौँ। हेर्नु त जेनरल इन्फर्मेसन के हुन्छ त भन्दा यो चाहिँ नन प्रफिट मेकिङ अर्गनाइजेसन हो, XYZ लिमिटेड ह्युमन राइट्समा काम गर्ने अर्गनाइजेसन, यो चाहिँ इन्स्टिट्युसनल रजिस्टर एक्ट अनुसार दर्ता भएको रहेछ। यो कोसँग एफिलिएटेड छ हेर्नु त, सोसल वेलफेयर काउन्सिलसँग पनि एफिलिएटेड रहेछ, डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन अफिसमा पनि गएर यो दर्ता भएको रहेछ। यसको त रजिस्टर अफिस कहाँ रहेछ त भन्दा काठमाडौँ जिल्लामा रहेछ। साथै यो आइआरडीमा पनि दर्ता भएको रहेछ। अब मैले योभन्दा अगाडि हाम्रो थ्योरी क्लासको भिडियोमा पनि लेखेको थिएँ, एनपिओहरू ट्याक्स इक्जिम्ट इन्टिटीहरू हुन्। यिनीहरू ट्याक्स इक्जिम्ट इन्टिटी भए तापनि उनीहरूले के गर्नुपर्छ, हाम्रो विभागमा गएर आन्तरिक राजस्व विभागमा गएर एप्लिकेसन दिनुपर्छ। म चाहिँ नाफा, मेरो चाहिँ उद्देश्य नाफा कमाउने छैन, मलाई चाहिँ ट्याक्स इक्जिम्ट सर्टिफिकेट दिनु भनेर एप्लिकेसन दिइसकेपछि चाहिँ विभागले त्यसमा चाहिँ एनालाइसिस गर्छ, स्क्रुटनी गर्छ, अनि पक्का लाग्यो उसलाई यो चाहिँ नाफा नकमाउने संस्था हो भनेर लाग्यो भने सर्टिफिकेट दिन्छ। र प्रत्येक साल प्रत्येक आर्थिक वर्ष समाप्त भएको 1 वर्षभित्रमा त्यो सर्टिफिकेटलाई रिन्यू गर्नुपर्छ। रिन्यू गर्न के गर्नुपर्छ, आफ्नो ट्याक्स रिटर्न सबमिट गर्नुपर्छ। जुन अडिटरले सर्टिफाई गरेको ब्यालेन्स सिट छ त्यसलाई लगेर चाहिँ अब त्यसमा भएका फ्याक्ट्स एन्ड फिगरलाई राखेर अनुसूची 5 भरेर ट्याक्स रिटर्न सबमिट गरेर टिडिएस भएका आउटस्ट्यान्डिङ टिडिएसका लाइबिलिटीहरू तिरेपछि चाहिँ उसले के गर्छ, हाम्रो विभागले उसलाई चाहिँ फेरि ट्याक्स इक्जिम्ट सर्टिफिकेटलाई रिन्यू गरेर नयाँ प्रमाणपत्र दिँदो रहेछ। ठिक छ, त्यो भएको कारणले गर्दा ऊ आइआरडीमा पनि दर्ता हुनुपर्दो रहेछ। प्रत्येक साल ट्याक्स रिटर्न सबमिट पनि गर्नुपर्दो रहेछ। हेर्नु त बेसिस अफ प्रिपेरेसन कसरी प्रिपेयर गरेको छ भन्दाखेरि ग्रान्ट रिसिभ एक्सपेन्डिचर, फाइनेन्सियल पोजिसन वालसलात होइन, चेन्ज इन रिजर्भ, क्यास फ्लो अनि नोट्सहरू चाहिँ हामीहरूले के गरेको छौँ, एज पर एनएएस नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड फर एनपिओको एकाउन्टिङ पोलिसी लगाएर अथवा स्ट्यान्डर्ड लगाएर बनाएको रहेछौँ भनेको रहेछ। बेसिस अफ मेजरमेन्ट के छ त, क्यास बेसिसमा नर्मल्ली हाम्रो के छ, एनपिओहरूको एकाउन्टिङ चाहिँ क्यास बेसिसमा बन्ने गर्छ। त थोरै त्यसमा एक्सेप्सनहरू पनि छन्, जस्तो टिडिएसको हामी बुकिङ एक्रुवल बेसिसमा गर्छौँ, एसएसएफ कर्मचारीको पठाउने एक्सएसएफलाई पनि एक्रुवल बेसिसमा लाग्छौँ, अडिट फीलाई पनि हामीहरूले चाहिँ के गर्छौँ, एक्रुवल बेसिसमा बुक गर्छौँ। र कुनै प्रोजेक्टको चाहिँ अन्त्य भएको छ, त्यसको थोरै खर्च बाँकी रहेछ भने त्यो खर्चलाई पनि एक्रुवल बेसिसमा हामीहरूले देखाउँछौँ। अब हाम्रो करेन्सी चाहिँ के हुन्छ त भन्दाखेरि यो नेपाली करेन्सीमा हामी वित्तीय विवरण बनाउँछौँ। अब कुनै चेन्जेस भयो एकाउन्टिङ पोलिसीमा भने सम्बन्धित ठाउँमा गएर हामी डिस्क्लोजमेन्ट गर्छौँ। हामीहरूले के गर्छौँ, इस्टिमेसनहरू पनि गर्छौँ, एजम्सनहरू पनि गर्छौँ होइन। र अब पिपीको बारेमा चर्चा गरौँ। पिपी के छ त भन्दा हामीहरूले पिपीलाई कस्ट मोडल या रिभ्यालुएसन मोडल, हामीहरूले थ्योरी क्लासको भिडियोमा हेरेको थियौँ। पिपीलाई मात्रै के छ, एनपिओलाई अप्सन दिएको छ कि उनीहरूले कस्ट मोडल फलो गर्नु पर्यो या त फेयर भ्यालु मोडल या रिभ्यालुएसन मोडल फलो गरेर आफ्नो चाहिँ पिपीलाई देखाउन पाए। इन्भेस्टमेन्ट प्रपर्टी होइन, अनि ल्यान्ड एन्ड बिल्डिङको इन्भेस्टमेन्ट प्रपर्टी र फाइनेन्सियल एसेटमा गरेको चाहिँ इन्भेस्टमेन्ट प्रपर्टीलाई चाहिँ हामीहरूले के भन्छ, कस्ट मोडलमै देखाउनु पर्ने हुन्छ। ठिक छ, हामीहरूले के गरेको रहेछौँ भन्दा कस्ट मोडल फलो गरेको रहेछौँ। डेप्रिसिएसन रेट चाहिँ त्यहाँ हाम्रो एनएएस फर एनपिओको फर्मेट
जुन दिएको छ त्यसमा चाहिँ अरू रेट राखेको छ, तर यो XYZ ह्युमन राइट्सले चाहिँ आयकर ऐन अनुसारको डेप्रिसिएसन राखेर डेप्रिसिएट गरेको रहेछ एसेटलाई, त्यो भएर यहाँ डिस्क्लोज गरेको छ। ठिक छ। अब हेर्नु त एसेट पर्चेज इन प्रोजेक्ट एकाउन्ट। प्रोजेक्ट एकाउन्टमा हामीले थ्योरी क्लासमा भनिसकेका छौँ के छ त भन्दा प्रोजेक्टको लागि चाहिँ एसेट किनिएको रहेछ, पिपी किनिएको रहेछ भने, ल्यान्ड किनिएको रहेछ भने के गर्छौँ हामी एसेट एकाउन्ट डेबिट गर्छौँ र के गर्छौँ हजुरको प्रोजेक्ट होइन प्रोजेक्टको लागि किनिएको रहेछ भने के गर्छौँ सिधै प्रोग्राम एक्सपेन्सेसलाई गरेर डेबिट गरिदिन्छौँ अनि क्रेडिट क्यास या बैंक गर्छौँ। र कन्क्लुजन त्यो प्रोजेक्ट सकिसकेपछि यदि त्यो डोनरलाई पनि फिर्ता गर्नुपर्ने रहेछ, बेनिफिसियरलाई पनि दिनुपर्ने रहेछ भने हामीहरूले त्यसलाई फेरि आफ्नो वित्तीय विवरणमा देखाउँछौँ। एन्ट्री कसरी देखाउँछौँ भन्दा एसेट एकाउन्ट डेबिट गर्छौँ अनि क्यापिटल रिजर्भ एकाउन्ट क्रेडिट गर्छौँ अनि डेप्रिसिएसन पनि चार्ज गर्छौँ। डेप्रिसिएसन चार्ज गर्दा के गर्छौँ क्यापिटल रिजर्भ एकाउन्टलाई डेबिट गरेर चाहिँ चार्ज गर्छौँ अनि पिपीलाई क्रेडिट गर्छौँ। यो सबै चर्चा हामीहरूले थ्योरी क्लासको भिडियोमा गरिसकेको छौँ, त्यहाँ गएर तपाईँले हेर्नुभयो भने एन्ट्री सहित देख्नुहुन्छ। ठिक छ। इन्टेन्जिबल एसेटलाई पनि यहाँ लेखिए अनुसार गर्छौँ, फरेन करेन्सी ट्रान्जेक्सनलाई पनि हामीहरूले ट्रान्जेक्सन भएको मितिमा गर्छौँ होइन। इन्भेन्ट्रीको भ्यालु पनि हामीहरूले थ्योरी क्लासमा चर्चा गरिसकेको छौँ है। इम्प्लोइ बेनिफिटलाई पनि हामी गर्छौँ। रेस्ट्रिक्टेड अनरेस्ट्रिक्टेड फन्ड पनि हामीले चर्चा गरिसकेको छौँ, थ्योरी क्लासमा गएर हेर्नुभयो भने त्यहाँ एन्ट्री सहित मैले बुझाएको छ, देख्नुहुन्छ है। ल अब त्यसपछि के आयो त अब ग्रान्टहरू, ग्रान्ट र सब्सिडरी आएको छ, यसलाई हामीले के गरेको छौँ ग्रान्ट र सब्सिडीलाई फेयर भ्याल्युमा राखेको छौँ होइन। फिक्स एसेट चाहिँ ग्रान्ट आयो ल्यान्ड आयो भने के गर्छौँ हामीहरूले चाहिँ फिक्स एसेट ल्यान्ड डेबिट गर्छौँ र डेफर्ड इन्कमलाई गरेर क्रेडिट गर्छौँ, फन्डलाई गरेर क्रेडिट गर्छौँ अनि पछि डेप्रिसिएसन गर्दै जान्छौँ। यो पढ्नुभयो भने तपाईँले बुझ्नुहुन्छ। थ्योरी क्लासमा यसको डिटेल विथ इक्जाम्पल विथ एन्ट्री मैले देखाएको छु, त्यहाँ गएर हेर्नुभयो भने पनि बुझ्नुहुन्छ। ठिक छ। अब रिसिप्टलाई रिकग्नाइज कसरी गर्छौँ त हामीहरूले यो बारेमा पनि चर्चा गर्छौँ। रेस्ट्रिक्टेड फन्डलाई कसरी हामी चाहिँ रेभिन्यू बुक गर्छौँ त्यो बारेमा पनि चर्चा गरिसकेको छौँ। थ्योरी क्लासको भिडियो गएर हेर्नु भने बुझ्नुहुन्छ। ठिक छ। ल यहाँसम्म अब हामीले सबै चर्चा गरिसकेका छौँ। अब रिलेटेड पार्टी डिस्क्लोजर हो, यो चाहिँ हामी चर्चा गरौँ त। एक्जिक्युटिभ मेम्बरलाई हामीहरूले चाहिँ जति पनि हाम्रो रिलेटिभ पार्टीसँग गरेको ट्रान्जेक्सन छ त्यसलाई डिस्क्लोज गर्नु पर्दो रहेछ। ठिक छ। के रहेछ त यहाँ हेर्नु त एक्सेस हेज नट अन्डरटेकन एनी रिलेटेड पार्टी ट्रान्जेक्सन विथ रिलेटिभ फ्रेन्ड एक्सेट्रा अफ द इम्प्लोयर द एक्जिक्युटिभ कमिटी। नातागोतासँग चाहिँ एक्जिक्युटिभ कमिटीको नातागोता इम्प्लोइको नातागोतासँग कुनै पनि हामीहरूले ट्रान्जेक्सन गरेको रहेछौँ। तर के रहेछ XYZ को पोलिसी रहेछ टु इन्गेज मेम्बर अफ द एक्जिक्युटिभ कमिटी अर द जेनरल म्यानेजर इन द प्रोजेक्ट अन केस टु केस बेसिस। एक्जिक्युटिभ कमिटीको मेम्बरलाई चाहिँ उसले कुनै प्रोजेक्टमा या कुनै फन्ड डोनरबाट आएको स्पेसल पर्पजको लागि रेस्ट्रिक्टेड फन्ड प्राप्त भएको प्रोग्राममा उसले चाहिँ युज गर्न सक्दो रहेछ। को युज गरेछ मिस्टर कुमार, मिस्टर लामा र मिस्टर गीता, मिसेस गीतालाई चाहिँ एक्जिक्युटिभ कमिटीका मेम्बर रहेछन्, यिनीहरूलाई चाहिँ विभिन्न प्रोजेक्टमा चाहिँ युज गरेको रहेछ, त्यो भएर यहाँ डिस्क्लोज गरियो। अब प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट सेक्रेटरीलाई चाहिँ के दिएको रहेछ त फोन भेहिकल बिल्डिङ दिएको रहेछ। हेर्नु त फोन र टेलिफोन बाबत कति खर्च भएको रहेछ त 5,50,000 खर्च भएको रहेछ। त्यसै गरी 5,000 रुपियाँ चाहिँ पर मिटिङ एलाउन्सेस दिएको रहेछ एक्जिक्युटिभ मेम्बरलाई होइन। ड्युरिङ 80-81 कति भएछ मिटिङ खर्च 7,50,000 भएछ। यसरी सबै डिस्क्लोज गर्नु पर्यो। त्योदेखि बाहेक हेर्नु त स्यालेरी पनि डिस्क्लोज गरेको छ, CEO CFO HR हेडको स्यालेरी चाहिँ हामीले डिस्कस गरेको रहेछ यहाँनिर, त्यो भएर सबै कुरा चाहिँ डिस्क्लोज गरेर राख्नु पर्दो रहेछ। ठिक छ। ल यहाँसम्म हामीहरूले अडिटर ओपिनियनको बारेमा चर्चा गर्छौँ। अब हामी चाहिँ वित्तीय विवरण कसरी बनाउनु पर्दो रहेछ भनेर चर्चा गर्छौँ। हस् त, धन्यवाद। अब हामी XYZ ह्युमन राइट्स NGO को वित्तीय विवरण को बारेमा चर्चा गर्छौँ। सर्वप्रथम हामी स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन चाहिँ वासलात कसरी बन्दो रहेछ त NPOहरूको त्यो बारेमा चर्चा गरौँ। योभन्दा अगाडि हामीहरूले अडिटर्स ओपिनियन, अडिटरले चाहिँ आफ्नो धारणा NPOमा कसरी दिनुपर्छ भनेर चर्चा गऱ्यौँ। अब हामी पहिले वासलातको एनालाइसिस गर्छौँ, त्यसपछि रिसिप्ट एन्ड एक्सपेन्डिचर, क्यास फ्लो, चेन्ज इन इक्विटीको चर्चा गर्दै जान्छौँ। हेर्नु त उसले यो NGOले XYZ ह्युमन राइट्स भन्ने नाफा कमाउने उद्देश्य नभएको NPOले चाहिँ आफ्नो वित्तीय विवरण कसरी बनाएको रहेछ त वासलातलाई भन्दा करेन्ट र नन करेन्ट एसेटको आधारमा आफ्नो
वासलात बनाएको रहेछ। नन करेन्ट एसेटमा के पऱ्यो त हेर्नु त, पिपिई पऱ्यो, इन्टेन्जिबल एसेट पऱ्यो, इन्भेस्टमेन्ट प्रपर्टी पऱ्यो होइन, रिसिभेबल, नन करेन्ट रिसिभेबल, अदर नन करेन्ट एसेट इन्भेस्टमेन्ट परेछ होइन। त्यसो गर्दा टोटल नन करेन्ट एसेट आयो। त्यसपछि करेन्ट एसेटमा के पऱ्यो त, इन्भेस्टमेन्ट एकाउन्ट रिसिभेबल, क्यास एन्ड क्यास ब्यालेन्सेस। त्यसो गर्दा टोटल नन करेन्ट एसेट आएछ। टोटल एसेट करेन्ट र नन करेन्ट गरेर यो चाहिँ 90 मिलियनको रहेछ। ठिक छ। त्यसै गरी अब लाइबिलिटी साइडमा हेर्नु त के छ, लाइबिलिटी एन्ड रिजर्भमा हाम्रो एक्युमुलेटेड सर्प्लस, हाम्रो थ्योरी क्लासमा हामीले गएर पढिसकेको छौँ। त्यसै गरी रेस्ट्रिक्टेड फन्डको ब्यालेन्स रहेछ, यहाँ क्यापिटल रिजर्भ रहेछ होइन। एवं प्रकारले तपाईँको चाहिँ यहाँनिर इम्प्लोइ बेनिफिट रहेछ, यो चाहिँ लाइबिलिटी साइडतिर। त्यसै गरी हजुरको के रहेछ, यहाँनिर अदर करेन्ट लाइबिलिटी पनि रहेछ होइन। यसरी चाहिँ बनिएको रहेछ। ल वान बाई वान हामी यसको बारेमा चर्चा गरौँ। अब पिपिईमा, पहिले पिपिईमा जाउँ। पिपिईलाई के छ त, यसको सेड्युल रहेछ हेर्नु त। यो यहाँ पिपिईलाई मैले दुई भागमा बाँडेको छु। एउटा पिपिई भनेको कोर फन्डको लागि, कोर फन्ड भनेको जसको एसेट चाहिँ हामीहरूले सिधै प्रोजेक्टको लागि चाहिँ खर्च गरेको छैनौँ। यो चाहिँ हाम्रो मेन कोरको लागि, आफ्नो एनजिओको लागि किनेको सम्पत्तिहरूलाई यहाँ राखेको रहेछ। हेर्नु त, ल्यान्ड, बिल्डिङ, भेहिकल होइन। यो वर्ष कति थपिएछ, ल्यान्ड 55 लाखको किनेछन् र फर्निचर 38 लाखको, बाँकी सबै ओपनिङ ब्यालेन्स रहेछ। त्यसपछि डेप्रिसिएसनको रेट यहाँ दिएको छ। हामीहरूले डेप्रिसिएसन आयकर ऐन अनुसारको रेट राखेर चाहिँ डेप्रिसिएसन चार्ज गरिरहेको रहेछौँ। हामीहरूले यो डेप्रिसिएसन निकाल्यौँ यहाँनिर यसरी होइन। भनेपछि हाम्रो कति आयो त, नेट भ्यालु होइन। यो भनेको हाम्रो ओपनिङ भ्यालु माइनस ओपनिङमा एडिसन थपेर आएको भ्यालुमा डेप्रिसिएसन घटाएपछि 81 सालको भ्यालु आयो। त्यसै गरी बिल्डिङको पनि भ्यालु आयो होइन। र टोटल जेनरल एसेट भनेको कति आयो त, यहाँनिर टोटल हामीहरूले भ्यालु माथिकै भ्यालु राख्यौँ। ठिक छ। र अब रेस्ट्रिक्टेड ग्रान्ट एसेट भनेको यो चाहिँ जुन हामीहरूले सिधै प्रोग्रामको लागि एसेट किनेर ल्याएको थियो अनि प्रोग्राम सकियो, त्यो प्रोग्रामले डोनरले पनि लगेन त्यो एसेट, बेनिफिसियरीलाई पनि लगेन, अनि एग्रिमेन्टमा चाहिँ हामीहरूले एनजिओले नि युज गर्दा हुन्छ भनेको एसेटलाई चाहिँ हामीहरूले रेस्ट्रिक्टेड ग्रान्ट एसेट भन्छौँ। यो चाहिँ प्रोजेक्ट सकेपछि, प्रोग्राम सकेपछि के गर्छ, उसले सकिएको दिनमा त्यसको फेयर भ्यालु डिटरमाइन गरेर एसेटलाई बुक गर्छ। त्यस्तो एसेट पनि हामीसँग टन्नमन्नै रहेछन्। हेर्नु त, यसलाई पनि हामीले डेप्रिसिएट गरेर आएछौँ। त्यो भएर दुईवटा मैले भनेको थिएँ नि, दुईवटा रजिस्टर मेन्टेन गर्नुपर्छ भनेर। हेर्नु त, यहाँ दुईवटा डेप्रिसिएसन आयो। यहाँनिर हेर्नुभयो भने डेप्रिसिएसन 5,79,000को। मैले थ्योरी क्लासमा के भनेको थिएँ, डेप्रिसिएसन खर्चमा चाहिँ हाम्रो जेनरल फन्डको अथवा कोर फन्डको मात्रै डेप्रिसिएसन जान्छ। यो जुन हामीले क्यापिटल रिजर्भबाट चाहिँ जुन एसेट क्रिएट गरेको छौँ, यहाँनिर एसेट आएको छ प्रोग्राममा, जुन हामीहरूले राइट अफ गरेको एसेटलाई चाहिँ हामीहरूले फेरि रिस्टेट गरेर आफ्नो बुकमा ल्याएको जुन एसेट हुन्छ, त्यसको डेप्रिसिएसन हामीहरूले के गर्यौँ, क्यापिटल रिजर्भमा गएर चार्ज गर्यौँ। हेर्नु त, यसको डेप्रिसिएसन 22,55,000 चाहिँ हामीले क्यापिटल रिजर्भमा चार्ज गरेको छौँ। यसलाई 5,89,000लाई चाहिँ कहाँ लगेर चार्ज गरेको छौँ, नाफा नोक्सान खातामा लगेर अथवा रिसिप्ट एन्ड एक्सपेन्डिचर खातामा लगेर चार्ज गरेको छौँ। हेरौँ है त एकचोटि, ल कसरी चाहिँ गएको रहेछ। हेर्नु त, रिसिप्ट एन्ड एक्सपेन्डिचर एकाउन्टमा 5,89,000 गयो। वासलातको कहाँनिर छ भने मैले यो क्यापिटल रिजर्भमा गएर 22 लाख रुपियाँको जुन छ त्यो चाहिँ डेप्रिसिएसन गरेर यहाँ खर्च बुक भएको हुन्छ। यहाँ हेर्नु त, यी देख्नुभयो 22 लाख रुपियाँ यी क्यापिटल रिजर्भमा गएर डेबिट भयो भन्नुको मतलब क्यापिटल रिजर्भ घट्यो भन्नुको मतलब डेप्रिसिएसन भनेर यहाँ हामीले राख्यौँ नि, क्यापिटल रिजर्भमा गएर डेबिट गरेर राख्यौँ। ठिक छ यहाँसम्म। भनेपछि यति मात्रै बुझ्नु पर्यो कि पिपिईलाई हामीहरूले दुई भागमा बाँड्नु पर्यो। एउटा भनेको जेनरल फन्ड, हाम्रो अन युजको लागि किनेको सम्पत्ति, एउटा प्रोग्रामको लागि किनेको सम्पत्ति, पछि चाहिँ प्रोग्राम सकेपछि हामीहरूले फेरि त्यसलाई बुकमा रिस्टेट गरेको सम्पत्ति। र यसको रजिस्टर पनि छुट्टा छुट्टै बनाउनुपर्छ। हेर्नु त, कोर फन्डको रजिस्टर यसरी, यहाँ विभिन्न मितिमा किनेको डेट, ओरिजिनल भ्यालु, एडिसन भएको, हामीले 55 लाखको जुन थप्यौँ भनेको थियौँ नि ल्यान्ड, यहाँ यसरी राखेको। कहिले थपेछौँ हेर्नु, 25/3/2081मा थपिएको रहेछ होइन। त्यसरी नि यहाँ डेप्रिसिएसन यो यसरी नि चार्ज गरेर शीर्षक वाइज ल्यान्ड एन्ड बिल्डिङ, इक्विपमेन्ट, फर्निचर, यसको टोटल कति आयो हेर्नु त, क्लोजिङ WDB 444,401। अब यहाँ गएर पिपीको सेड्युलमा गएर हेर्नु भने 444,401 हेर्नु त, यी 444 WDB क्लोजिङ WDB आयो। अब यसको हाम्रो यो जुन क्यापिटल रिजर्भमा भएको एसेटको चाहिँ कति छ, यसको WDB 3,75,00,000 रुपियाँ छ। देख्नुभयो, यो दुईटाको जोड भनेको कति भयो त, 3 करोड र 4 करोड, यो दुईटाको जोड भनेको चाहिँ हाम्रो आयो कति,
8 करोड रुपियाँको एसेट आएछ। ओपनिङ कति थियो? 7 करोड 79 लाखको थियो, अहिले 8 करोड 19 लाखको हाम्रो चाहिँ एसेट आएको रहेछ। यसलाई हामीले वासलातमा राख्यौँ यहाँ त 8 करोड 19 लाखको एसेट यहाँनिर यसरी बुझ्नुभयो भने यसलाई हामीले दुई भागमा बाँडेर राखेर यसको रजिस्टर पनि दुईटा मेन्टेन गरेछौँ। अब नन करेन्ट एसेटभित्र के पराउँछ? 4.2 र 4.3 त्यहाँभित्र गऱ्यौँ। नन एउटा टेलिफोन डिपोजिट रहेछ, अर्को डिपोजिट गभर्मेन्ट एजेन्सीमा रहेछ, इन्टरनेटको डिपोजिट रहेछ 2,12,500 को। इन्भेस्टमेन्ट के रहेछ त भन्दा ग्रेजुटीमा गरेको इन्भेस्टमेन्ट रहेछ सिआइटीमा, ठिक छ। अर्को के रहेछ? 3 लाख रुपियाँको एफडी पनि खोलेको रहेछ हाम्रो हिमालयन ब्याङ्कमा रहेछ, ठिक छ। यसो गर्दाखेरि 5,38,000 को हजुरको चाहिँ इन्भेस्टमेन्ट आयो, 2,12,000 को नन करेन्ट एसेट आयो। यही छ हेर्नु त वासलातमा 2,12,000 चाहिँ नन करेन्ट, 5,38,000 चाहिँ हाम्रो इन्भेस्टमेन्ट आयो। त्यसो गर्दा कति? 8 करोड 26 लाख रुपियाँको हाम्रो नन करेन्ट एसेट आएछ। त्यसै गरी के छ त? एकाउन्ट रिसिभेबल र क्यास एन्ड क्यास ब्यालेन्सेस हेर्नु त, यो दुईटा गरेर कति? 73 लाखको रहेछ। अब यसको बारेमा पनि चर्चा गरौँ, भित्र जाउँ है त। हेर्नु त कति छ? एकाउन्ट रिसिभेबल 2 लाख रुपियाँको इम्पेयरमेन्ट एलाउन्सेस पनि हालेछौँ। कुन उठेन होला यहाँ मध्येको पैसा? डाउटफुल लाग्यो 9,94,000। त्यसपछि 4.5 मा के छ त भन्दा क्यास एन्ड क्यास ब्यालेन्स हेर्नु त, विभिन्न ठाउँमै हाम्रो हातमा 1,25,000 पैसा रहेछ, इन्ट्रेस्ट बेरिङ एकाउन्ट पनि रहेछ, नन इन्ट्रेस्ट बेरिङमा पनि एकाउन्ट रहेछ। यसमा कति रहेछ? 63 लाखको रहेछ पैसा, ठिक छ। भनेपछि एउटा 63 लाखको पैसा रहेछ क्यास एन्ड क्यास ब्यालेन्सेस, अनि यो 9,94,000 चाहिँ हाम्रो रिसिभेबल रहेछ। यहाँ 9,94,000 र 63 आयो। टोटल करेन्ट एसेट भनेर कति? 73 लाख रुपियाँ आयो। 8 करोड 26 लाख र 73 लाख जोड्दाखेरि 9 करोड 66,938 रुपियाँ हाम्रो सम्पत्ति रहेछ, टोटल करेन्ट र नन करेन्ट गरेर। अब रिजर्भहरूमा जाउँ। हेर्नु त, एकुमुलेटेड सरप्लस। एकुमुलेटेड सरप्लस भनेर मैले के भनेको थिएँ? यो हाम्रो रिटेन अर्निङहरू जस्तै हो। हेर्नु त, ओपनिङमा कति थियो? 3 करोड 19 लाख रुपियाँ थियो। त्यसपछि यो वर्षको लस हेर्नु त, रिसिभ एन्ड एक्सपेन्डिचरमा 5 लाख कति? 5,53,000 को लस भएको छ, ठिक छ। त्यही पैसा गएको हो त्यहाँ, ठिक छ। यहाँ 5,53,933 भनेपछि एकुमुलेटेड सरप्लस भनेको हाम्रो के रहेछ? रिटेन अर्निङ जस्तो रहेछ। ओपनिङसम्मको रिटेन अर्निङ, यो वर्षको रिटेन अर्निङ थपेपछि आयो, ठिक छ यहाँसम्म। त्यसपछि रेस्ट्रिक्टेड फन्डको पैसा हेर्नु। अब यो चाहिँ अलिकति 4-5 तिर मिलाउनु पर्छ है यसलाई, ल हेर्दै जानु। हाम्रो ओपनिङ ब्यालेन्स यति रहेछ, एडिसन यति प्राप्त भएछ, यो वर्षमा क्यास प्राप्त यति भएछ, कोर कन्ट्रिब्युसन हामीले पनि हाम्रो पैसा 5,08,000 हालेछौँ। त्यसो गर्दाखेरि कति भयो त भन्दा युज कति भएछ? खर्च कति भएछ? हेर्नु त, मैले के भनेको थिएँ तपाईँलाई थ्योरी क्लासमा? जति खर्च भएको छ त्यतिको आम्दानी चाहिँ राख्नुपर्छ भनेर भनेको थिएँ। हेर्नु त, 4 करोड 62,71,780 रुपियाँ चाहिँ रेस्ट्रिक्टेड फन्डबाट खर्च भएको रहेछ। भनेपछि हाम्रो आम्दानी कति बनिने भयो? रेस्ट्रिक्टेड फन्डबाट भएको आम्दानी चेक गरिहालौँ है त। हेर्नु त, 4 करोड 62,71,000 यहाँनिर यो ग्रान्ट रिसिभ भनेको हाम्रो इन्कम हो। यसमा भित्र गएर हेर्नु त, 4 करोड 62,71,480 ग्रान्ट रिसिभ रेस्ट्रिक्टेड फन्ड भनेर आम्दानी। जति खर्च भएको छ रेस्ट्रिक्टेड फन्डमा त्यति नै आम्दानी बाँध्नु पर्दो रहेछ। यहाँसम्म क्लियर छ है तपाईँहरूलाई? ल भनेपछि रेस्ट्रिक्टेड फन्डको ब्यालेन्स पनि तपाईँले बुझ्नुभयो, ठिक छ। हाम्रो कति रहेछ त लायबिलिटी भन्दा? 1 करोड 43,76,416 रुपियाँको चाहिँ हाम्रो रेस्ट्रिक्टेड फन्डमा चाहिँ लायबिलिटी रहेछ, ठिक छ। अब हेर्नु, त्यसपछि क्यापिटल रिजर्भ। यो क्यापिटल रिजर्भ कसरी आएको रहेछ थाहा पाउनुभयो? हामीहरूले क्यापिटल रिजर्भ भनेको जुन प्रोग्राममा भएको एसेटहरूलाई चाहिँ जुन फिर्ता पाएको हुन्छौँ त्यसलाई हामीहरूले डेबिट गर्छौँ अनि क्यापिटल रिजर्भ क्रेडिट गर्छौँ, हो। यो ओपनिङ ब्यालेन्स यति रहेछ, अहिले थपिएछ यसमा, होइन। यो वर्ष भएको थप भनेको कति? 12,91,000 को। हेर्नु त, पिपिईमा गएर पिपीको सेटिलमा कति थपिएछ? 12,91,000 को। यो वर्ष चाहिँ हामीहरूले के गरेछौँ? जुन प्रोग्राम सकियो, प्रोजेक्ट सकियो, त्यसपछि हामीहरूले 12,91,000 बराबरको चाहिँ एसेट फिर्ता पाएछौँ। त्यसमा भेहिकल 5 लाख को आएछ, इक्विपमेन्ट 7,52,000 को आएछ, फर्निचर आएछ 39,000 को, 12 लाख यतिको पैसा आएछ, ठिक छ। यो चाहिँ कहाँबाट आयो हजुरको चाहिँ? कहाँ थियो? होइन, ऊ फन्ड क्यापिटल रिजर्भ 12,51,000 को, ठिक छ। अब डेप्रिसिएसन कति थियो त? हामीहरूले त्यहाँ गएर हेरेको थियौँ नि अघि। हेर्नु त, पिपिईमा गएर डेप्रिसिएसन कति आएको थियो? हेर्नु त, यसको 22,55,000, यहाँ पनि 22,55,000, ठिक छ। हामीहरूले डेप्रिसिएसन नाफा नोक्सान खाता अथवा रिसिभ एन्ड एक्सपेन्डिचरमा लगेर चार्ज गर्न पाइँदैन थियो। यसको डेप्रिसिएसन क्यापिटल रिजर्भमै चार्ज गर्नुपर्ने थियो, त्यो भएर यो यहाँ आयो, ठिक छ। भनेपछि यहाँसम्म सकियो। अब यो भनेको इम्प्लोइ लायबिलिटी रहेछ 1,07,000 को। त्यसै गरेर अदर करेन्ट लायबिलिटी 14 लाख यतिको रहेछ। जम्मा कति भयो त भन्दाखेरि 8 करोड रुपियाँको हाम्रो 8 करोड 85,52,470 रुपियाँ हाम्रो फन्ड ब्यालेन्स रहेछ
र अरू करेन्ट लायबिलिटी नन करेन्ट लायबिलिटी 15 लाखको रहेछ। त्यसो गर्दा 9 करोड रुपियाँको यो आयो। यो ब्यालेन्स सिट माथि पनि एसेट पनि 9 करोड अनि फन्ड र लायबिलिटी गरेर पनि 9 करोड। अब रिसिपेन्ट एन्ड एक्सपेन्डिचर एकाउन्टमा जाउँ। हेर्नु त रिसिपेन्ट एन्ड एक्सपेन्डिचर एकाउन्टभित्र पहिले हाम्रो ग्रान्ट इन्कम, ग्रान्ट कहाँबाट आएछ? रेस्ट्रिक्टेड फन्डबाट आएछ। अघि मैले के भने रेस्ट्रिक्टेड फन्डको जति खर्च हुन्छ त्यति नै हामीहरूले आम्दानी बुक गर्नु पर्यो, ठिक छ। त्यसपछि डोनेसन आएको रहेछ, त्यसपछि हाम्रो डोनेसन अदरबाट पनि आएको रहेछ, मेम्बरसिप फी रहेछ। यसो गर्दाखेरि टोटल यो चाहिँ जम्मा भएछ कति 4 करोड 73 लाख रुपियाँको चाहिँ पैसा आएको रहेछ। अब यसमा स्टाफ कस्ट र हाम्रो के रहेछ प्रोग्राम एडमिनिस्ट्रेसन कस्ट, यो पनि हेरिहालौँ है। स्टाफ कस्ट कसरी छ त यहाँ हेर्नु त 1 करोड 43 लाखको विभिन्न है। यिनीहरू चाहिँ प्रोजेक्ट हुन्। मैले यहाँ नाम हाइड गरेर यो यसरी राखेको छु। बीबीबी सीसीसी डीडीडी हाम्रो कोर एक्सपेन्स। मैले भने नि तपाईँलाई कोरको र हाम्रो प्रोजेक्टको चाहिँ एकाउन्टिङ छुट्टा छुट्टै राख्नुपर्छ भने कोरको अपरेसनमा भएको खर्चलाई छुट्टै हामीहरूले यसरी देखाउनु पर्यो। हेर्नु त 40 लाखको यहाँ छुट्टै छ। यो चाहिँ प्रोजेक्ट वाइज भएका खर्चहरू हुन्, ठिक छ। यो चाहिँ के छ स्टाफ कस्ट रिलेटिङ टु प्रोग्राम एन्ड प्रोजेक्टको लागि भएको खर्च रहेछ, ठिक छ। यो कोरबाट भएको भनेको के बुझ्नुभयो तपाईँहरूले भन्दा प्रोग्रामकै लागि कोर भनेको चाहिँ आफ्नो आइएनजीले यो चाहिँ विभिन्न प्रोजेक्टहरुमा खर्च गर्यो। हेर्नु त जे के एलएलएल बीबीबीमा खर्च गर्यो। कति पैसा चाहिँ उले आफ्नो त्यो एनजीओहरुले के छ त भन्दा हाम्रो आइएनजीले आफै खर्च गरेर यो प्रोग्राम चलाओ भनेर दिएको चाहिँ स्यालेरीको खर्च हो। बुझ्नुभयो है? ल यहाँसम्म क्लियर भयो। अब नेक्स्टमा जाउँ त। अब हाम्रो के छ प्रोग्राम एन्ड प्रोग्राम कस्ट एन्ड प्रोग्राम एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस। हेर्नु त विभिन्न यहाँनेरि तपाईको एबीबी भन्ने तपाईको प्रोजेक्टहरुमा भएको प्रोग्रामहरु विभिन्न चलेको रहेछ। तिनीहरुले गरेको खर्चहरु यति रहेछ। अब हेर्नु यो 3 करोड र हजुरको यताको जुन स्टाफमा भएको खर्च यो दुईटा जोड्दाखेरि कति आयो त भन्दाखेरि हामीहरुले अघि जुन रेस्ट्रिक्टेड फन्डमा लगेको पैसा थियो नि यो प्लस मैले यो प्लस अनि त्यसपछि यताको तपाईको स्टाफ खर्चको प्लस गरे भने कति हुन्छ हेर्नु त। हो 4 करोड 62,71,480 रुपियाँ हो। यो चाहिँ हाम्रो टोटल प्रोग्रामको लागि भएको खर्च रहेछ। यति नै हामीहरुले आम्दानी पनि बाँध्यौं हैन। अघि आम्दानीमा हेर्नु होला 4 करोड यति नै आम्दानी बाँध्यौं र प्रोग्राम खर्च पनि यति नै भयो, ठीक छ। ल यहाँसम्म क्लियर छ है। अब हामी फेरि नाफा नोक्सानमै फर्केर जाउँ। ल भनेपछि यो दुईटा पनि तपाईहरुले बुझ्नुभयो। यो दुईटाको जोड भनेको अघि भन्यौ नि 4 करोड कति आयो 72 लाखको पैसा आयो। अब जेनरल एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भयो। डेप्रिसिएसन त हामीहरुले हेरिसक्यौं। त्यसो गर्दाखेरि कति भएछ त 5,53,000 को लस भएछ यसलाई, ठीक छ। अब क्याश फ्लोमा जाउँ। क्याश फ्लोमा हेर्नु त यसबाट के अपरेटिङबाट तपाईको चाहिँ कति क्याश फ्लो भएको थियो। यहाँनेरि इन्भेस्टिङबाट भएको छ। हेर्नु त यति बराबरको हामीहरुले एसेट किनेछौं। कसरी किन्यौं हेर्नु त पीपीईमा गएर 68,30,000। हेर्नु त पीपीईमा कतिको एसेट किन्यौं हामीहरुले। एउटा एडिसन यहाँ 55 लाख र यो गरेर 55,38,000 यो एउटा अनि यहाँ 12 लाख यो दुईटा। हेर्नु त एउटा हामीहरुलाई कहाँबाट आयो रेस्ट्रिक्टेड फन्डबाट पनि आयो भन्नुभन्दा क्यापिटल रिजर्भबाट आयो 12,91,000 को एसेट र चाहिँ 55,38,000 को एसेट हामीहरुले हाम्रो जेनरल फन्डबाट किनेको रहेछौं। ल यसरी यो तपाईहरुले सरल हेर्नु भने क्याश फ्लो पनि बुझिहाल्नुहुन्छ। चेन्ज इन रिजर्भमा कति छ त एउटा रेस्ट्रिक्टेड रिजर्भ छ, एकुमुलेटेड रिजर्भ छ र क्यापिटल रिजर्भ छ। क्यापिटल यो हजुरको चाहिँ क्यापिटल रिजर्भको ओपनिङ यति भयो। यो भनेको चाहिँ के हो त यो वर्षको थप हाम्रो डेप्रिसिएसन 22 लाखको थियो अनि बाँकीको कतिको थपिएको थियो त्यो दुईटाको डिफरेन्स हो यो त ओपनिङको भयो। यो चाहिँ यो 9,64,000 कसरी आयो हेर्नु त म तपाईलाई देखाइदिहाल्छु। पीपीईमा जाउँ है त। ल 9,64,000 कसरी आयो भन्नुहुन्छ भने यसको रेस्ट्रिक्टेड फन्डको हेर्नु त हामी रेस्ट्रिक्टेड फन्डमै थियौं नि। यो एडिसन भयो, ठीक छ। यो एडिसन भयो यो माइनस डेप्रिसिएसन गर्नु त 9,64,000 बुझ्नुभयो है। यहाँ चेन्ज इन इक्विटीमा आएको 9,64,000 बुझ्नुभयो। यो भनेको यो वर्षको लस भयो। एकुमुलेटेड रिजर्भमा यो वर्षको लस भयो। यो भनेको हाम्रो बाँकीको पैसा हामीहरुले रेस्ट्रिक्टेड फन्डबाट लसलाई फाइनान्सिङ गरेछौं, ठीक छ। ल यहाँसम्म क्लियर छ है। अब पीपीईमा हामीहरुले चर्चा गरिसक्यौं पीपीईको बारेमा सबै कसरी हुन्छ भनेर। अनि यो कोर फन्डको हामीहरुले रजिस्टर मेन्टेन गरेको पनि चर्चा गरिसक्यौं हैन। अब हामी कहाँ जान्छौं त लगभग हाम्रो सबै सकियो। अब हामी फन्डको हेर्नु त अघि हामीहरुले के भन्नु 4 करोड 62,71,000 को खर्च आएको थियो। अघि हाम्रो नाफा नोक्सान खातामा पनि दुईटा गरेर नाफा नोक्सान रिसिप्ट एन्ड एक्सपेन्डिचर एकाउन्टमा भएको खर्च भनेको यो दुईटाको जोड्नु भयो तपाईले। स्टाफ कस्ट र प्रोग्राम कस्टलाई जोड्नु भने 461 आउँछ हैन। त्यो 461 कसरी चाहिँ खर्च भएछ यसको डिटेल यहाँ विस्तृत दिएको छ। हेर्नु त जस्तो यहाँनेरि हेर्नु त ओपनिङ ब्यालेन्स हाम्रो रेस्ट्रिक्टेड फन्डको यति थियो,
ठिक छ। यो रेस्ट्रिक्टेड फन्डको है ओपनिङ ब्यालेन्स रेस्ट्रिक्टेड फन्डको सेड्युलमा गएर हेर्नु भने ठ्याक्कै म्याच हुन्छ यो। त्यसपछि यति रिसिभ भयो, यति हाम्रो कोर कन्ट्रिब्युसन, यति ट्रान्सफर टु के भयो नाफा नोक्सान खाता, इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्ट, क्लोजिङ ब्यालेन्स यति। हेर्ने त एकचोटि रेस्ट्रिक्टेड फन्डको ब्यालेन्स हेर्नु त। यो फ्लो तपाईँले याद गर्नु भने ओपनिङ रिसिप्ट यति, कोर कन्ट्रिब्युसन यति, अनि ट्रान्सफर यति र 1,43,76,000 को क्लोजिङ छ है त। अब रेस्ट्रिक्टेडको सेड्युलमा गएर हेर्नु भने ठ्याक्कै यही आउँछ हैन। रेस्ट्रिक्टेडको सेड्युल कहाँ छ त हाम्रो रेस्ट्रिक्टेड फन्डको सेड्युल 1,73,00,000 रुपियाँ मैले भनेको थिएँ नि आयो नि हैन। हेर्नु त ओपनिङ आयो त्यही ऐकै, अनि 4,29,00,000 रुपियाँ रिसिभ, कोरको कन्ट्रिब्युसन र यति ट्रान्सफर गरेको गर्दाखेरि 1,43,00,000 को हाम्रो ब्यालेन्स चाहिँ त्यसरी आएछ। यो हामीहरूले यसको सब सेड्युल भनौँ न, यो जुन यो कति छ हेर्नु त 4.7 को सब सेड्युल यो 4.7.1 यस्तो मोमेन्ट रहेछ। विभिन्न हाम्रो प्रोजेक्टहरूबाट चाहिँ ओपनिङ ब्यालेन्स यति रहेछ, यति प्राप्त गरेछौँ हामीहरूले वर्षभरिमा, कोर कन्ट्रिब्युसन पनि गरेछौँ, अनि ट्रान्सफर गऱ्यौँ हामीहरूले चाहिँ खर्च गरेर ट्रान्सफर गरेछौँ, क्लोजिङ ब्यालेन्स यो आयो। अब यसकै चाहिँ डिटेलहरू यहाँ छन् है। अब हेर्नु त कुनको एउटा कुनै प्रोजेक्टको एएए भन्ने प्रोजेक्ट छ होला यहाँ हेर्नु त। ए भन्ने प्रोजेक्टको कति रहेछ त ओपनिङ ब्यालेन्स 13,86,000 रहेछ हो। यसको 13,86,000 हेर्नु त यति बजेट रहेछ यसको 13,86,000 को हामीहरूले यो वर्ष खर्च गरेछौँ एएको। त्यसै गरी अर्को प्रोग्रामको होला इक्जाम्पल दिएको यहाँ हेर्नु त डिडिडी। अब 4.7.1 जाउँ। डिडिडी भन्ने पनि रहेछ, कति खर्च भएछ रिसिभ यति भएछ 21 लाख रुपियाँ खर्च भयो, 21,01,000 रुपियाँ हो। 21,01,000 21,01,000 हेर्नु त यो दुईटामा भएछ। प्रोग्राम कस्टमा 9,31,000 भएछ अनि स्टाफ कस्टमा 11 लाख भएछ। यो दुईटाको जोडियो भने कति आयो तपाईँको 21,81,000 आयो। ठिक छ। त्यसै गरेर यसमा पनि हामीहरूले कुनै एउटा प्रोजेक्टको गरेछौँ। अब लास्टमा चाहिँ हामीहरूले के गरेको छौँ यो कोर फन्डको मैले भने नि कोर फन्डको छुट्टा छुट्टै राख्नुपर्छ भनेर हामीहरूले दुईटा कोर फन्डमा गरेको खर्च थियो नि हैन 40 लाख र 1 करोडको। यो खर्च कहाँ थियो त भन्नु त 40 लाख र 1 को यो सेड्युलमा थियो तपाईको। यो दुईटा सेड्युलमा छ 4.12 र 13 को सेड्युलमा हेर्नु त कोरको यी 40 लाख रुपैयाँ यहाँ कोर फन्डबाट गरेको खर्च आयो यहाँ यी 40 लाख। अब अर्को भनेको यहाँनेरि तपाईको प्रोग्राममा 1 करोड। ठीक छ। यसरी चाहिँ तपाईको चाहिँ हाम्रो विभिन्न चाहिँ के अरे फन्डहरुको बारेमा पनि कसरी कसरी खर्च हुन्छ भन्ने बुझ्यौं। यो तपाईहरुलाई चाहिन्छ भने मलाई मेल गर्नु होला। म त हजुरहरुलाई यो एक्सेल को जुन ब्यालेन्स सिटै तपाईलाई पठाइदिन्छु। तपाईहरुले एनालाइसिस गरेर पनि अझै धेरै बुझ्न सक्नुहुन्छ। ल मलाई यहाँसम्म हजुरहरुले सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब हामी फन्ड प्रोजेक्ट रिपोर्टिङ फन्ड एकाउन्टेबिलिटी प्रोजेक्ट लेभल रिपोर्टिङमा फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट र तपाईको चाहिँ बजेट भेरिएन्सेस कसरी बन्छ भनेर चर्चा गरौँ। अब हामी फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट र बजेट भेरिएन्सेस कसरी बन्छ भन्ने बारेमा चर्चा गर्छौँ। अब यो एबीसी भन्ने एउटा एनजीओ रहेछ, त्यसले चाहिँ आफ्नो फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट कसरी बनाउँछ। यसलाई 2 वर्षको लागि चाहिँ जर्मन बेस्ड एउटा आइएनजीओले चाहिँ फन्डिङ गरेको रहेछ ह्युमन राइट्सको लागि हैन, काम गर्नको लागि सर्टेन चाहिँ पैसा दिन्छु तपाईले यो मैले बजेट पनि दिन्छु तपाईलाई बजेट शीर्षकमा यसरी खर्च गर्नु भनेर चाहिँ पैसा दिएको रहेछ। ठीक छ। 2 सालको लागि यो प्रोजेक्ट रहेछ। अब हामी उसको रिपोर्टिङ पिरियड ले आफ्नो डोनरलाई हैन यो चाहिँ प्रोजेक्ट लेभल रिपोर्टिङ हो। डोनरले कहिले कहिले प्रत्येक वर्षको चाहिँ 2 चोटी रिपोर्टिङ गर्नु भनेको रहेछ। एउटा रिपोर्टिङ उले जनवरी देखि डिसेम्बर सम्म गर्छ र अर्को चाहिँ जनवरी देखि जुन सम्म गर्छ। ठीक छ। त्यो चाहिँ के छ त यो चाहिँ प्रोजेक्ट लेभल रिपोर्टिङ हो है त। अब यसलाई हामी फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट पनि भन्छौँ। हेर्नु त अब के रहेछ त भन्दाखेरि उले सुरुमा फन्ड 2023 मा उसको रिसिभ भएछ भन्नुको मतलब जनवरी भन्दा अगाडि रिसिभ भएको पैसा यति रहेछ 63 लाख बराबरको। त्यसपछि उले के गरेछ त हेर्नु त सरी यो 2023 मा रिसिभ भएको पैसा 63,49,863 रुपैयाँ। अब उले यो सबै बजेट शीर्षक पनि 2 जना डोनर र तपाईको के हुन्छ एनजीओ 2 जना मिलेर चाहिँ उनीहरुले चाहिँ यो शीर्षकमा खर्च गरेर भनेर एउटा म्युचुअल अन्डरस्ट्यान्डिङ गरेको हुन्छ हैन। त्यसपछि चाहिँ यो हिसाबले यिनीहरुले यो बजेट शीर्षक यहाँ दिएको छ। यो एक्सपेन्डिचर यो बजेट शीर्षकमा यहाँ हेर्नु त बजेट शीर्षक कति खर्च भएछ त भन्दा विभिन्न बजेट शीर्षकमा 46,51,000 खर्च भएछ। त्यसपछि स्टाफको लागि भनेर यहाँनेरि 14,55,000 खर्च भएछ। त्यसपछि एडमिनिस्ट्रेटिभ पर्पजको लागि 1,30,000 जम्मा कति खर्च भएछ त हेर्नु त तीनटा जोड्दा एउटा एडमिनिस्ट्रेटिभ एउटा स्टाफ र अर्को प्रोग्राम रिलेटेड गर्दाखेरि 62 लाखको आसपासमा खर्च भएछ।
ठिक छ। जम्मा 2023 र 24 को बीचमा 2023 मा कति पैसा आएको थियो उसलाई 63,49,000 रुपियाँ पैसा आयो र खर्च कति भयो 62। बाँकी कति रह्यो 1,11,000 रह्यो। 1,11,000 पैसा रहेकोमा 1,84,000 चाहिँ ब्याङ्क ब्यालेन्स रहेछ। यति चाहिँ उसले पेएबलबाट खर्च चाहिँ गरो 72,000 को पैसा तिरेको रहेछ। ठिक छ। अब 72,000 1,84,000 बाट 72 तिरिसकेपछि कति बाँकी भयो त 1,11,000 चाहिँ बाँकी भयो यो पैसा। यसको यसरी रहेछ। ठिक छ। यसरी फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट बन्द रहेछ। यसमा विशेष गरी हामीले फन्ड कति रिसिभ गर्यौँ र कुन कुन शीर्षकमा बजेट शीर्षकमा हामीले खर्च गर्यौँ, प्रशासन खर्च कति गर्यौँ र स्टाफ खर्च कति गर्यौँ भनेर देखाउँदो रहेछौँ। हेर्नु त अब हाम्रो कति भयो त क्लोजिङ ब्यालेन्स कति छ त 1,11,552 रुपियाँ छ। अब हामी 24 मा जाउँ। 24 मा उसले जनवरी 1 देखि जुनसम्मको फेरि रिपोर्टिङ गरौँ। हेर्नु त हाम्रो क्यारी फरवर्ड कति छ 1,11,000 यसरी आयो टोटल फन्ड। त्यसपछि यो चाहिँ 23 र 24 को बीचमा जनवरी 2024 देखि जुन 2024 सम्म कति पैसा रिसिभ गरेछ 30 लाख रुपियाँ रिसिभ गरेछ। ठिक छ। अब उसको जम्मा पैसा कति भयो त 31,55,000 उसको फन्डमा पैसा रहेछ। अब यसरी विभिन्न शीर्षकमा दुईजनाले जहाँ जहाँ खर्च गर्ने भनेर अन्डरस्ट्यान्डिङ गरेर खर्च भएको हुन्छ ह्युमन राइट्सको लागि त्यहाँ चाहिँ यिनीहरूले यसरी खर्च गरेछन्। त्यसै गरी स्टाफको लागि एडमिनिस्ट्रेटिभको लागि खर्च कति भएछ टोटल 24,58,000 रुपियाँ खर्च भएछ। हेर्नु त अब कति बाँकी रह्यो त फन्ड ब्यालेन्सेस 6,97,000 बाँकी रहेछ। ब्याङ्कमा 7,16,000 रहेछ। तिर्न बाँकी कति रहेछ रिसिभेबल 11,000 रिसिभेबल रहेछ। 30,000 तिर्न बाँकी रहेछ। यो सबै तिर्ने तिरिसकेर रिसिभेबल प्राप्त गरिसकेपछि कति ब्याङ्कमा कति हुने रहेछ हाम्रो ब्यालेन्स 9,97,000 को हुने रहेछ। ल यो सिम्पल छ भन्नको मतलब यो चाहिँ फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट हो र चाहिँ यसमा विशेष हामीले देखाउने भनेको चाहिँ पैसा कति रिसिभ गर्यौँ, ओपनिङ कति थियो, त्यसपछि कुन कुन बजेट शीर्षकमा कसरी खर्च गर्यौँ, प्रशासनिक खर्च कति गर्यौँ, स्टाफ खर्च कति गर्यौँ र हाम्रो ब्यालेन्स कति छ र ब्यालेन्सलाई ब्याङ्कमा कति छ, रिसिभेबल कति छ र पेएबल कति छ भनेर हामीहरूले यसरी राखेर सो गर्छौँ। अब हामी बजेट भेरिएन्सेस कसरी हुँदो रहेछ एनालाइसिस त्यो बारेमा चर्चा गरौँ है त। ल हेर्नु अब हामीहरूले अहिलेकै प्रोजेक्ट एबिसी एनजिओकै यो चाहिँ सामाकोशी बेस्ड उसको चाहिँ बजेट भेरिएन्सेस यहाँ फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट भएछ यहाँ बजेट भेरिएन्स लेखिदिएँ ल मैले। यो बजेट भेरिएन्स एनालाइसिस हो है त। बिआर एनालाइसिस लेखिदिउँ यसलाई ल एनएलवाइएसआइएस। ल हेर्नु त अब विभिन्न अघि मैले भने नि विभिन्न बजेट शीर्षक टोटल बजेट छुट्याएको रहेछ। कहिलेको लागि यो 23-24 लागि 1 वर्षको लागि बजेट छुट्याएको रहेछ। सबै खर्च गरेछन्। हेर्नु त 000 आयो नि भनेपछि 62,38,000 को बजेट छुटेको रहेछ। 62,38,000 खर्च भएछ है। ठिक छ। यहाँसम्म अघि हाम्रो कति थियो अघिको हामीले अघि हेर्दाखेरि हाम्रो जम्मा जम्मी खर्च कति भएको थियो 62,38 भएको थियो नि फास्टमा। हेर्नु त यसमा यी खर्च पनि त हाम्रो खर्च 62,38,000 भएको थियो। त्यति नै यहाँ बजेट एनालाइसिसमा पनि त्यति नै खर्च गरेर बिआर एनालाइसिस गरियो हामीले। ठिक छ। एबिसी एनजिओको है। त्यसपछि अब नेक्स्टमा जाउँ। यो चाहिँ 24 जनवरीदेखि जुन 30 सम्म 2024 सम्म बजेट। अब यो 2 वर्षको लागि भनेको थिएँ मैले। टोटल बजेट चाहिँ यो एक्सपेन्डिचर चाहिँ आधी मात्रै हुनुपर्ने हो हैन। जुनसम्ममा हेर्नु त जम्मा जम्मी 50 लाख रुपियाँको टोटल बजेटमा 25 लाख मात्रै 24 लाख खर्च गरेर 25 लाखै बाँकी रहेछ। अब कुन कुन शीर्षकमा कति भयो रिमेनिङ बजेट पनि आयो नि त यहाँ त हैन। किनभने अझै 6 महिना खर्च गर्नुपर्ने छ बजेट शीर्षक राख्ने अनि यसरी खर्च भयो भनेर राख्ने। प्रशासनिक खर्च तपाईको चाहिँ एडमिनिस्ट्रेटिभ खर्च स्यालेरी खर्च यसरी भयो भनेर राख्ने। इजी छ। यसमा धेरै दिमाग लाउनु पर्ने छैन। यो चाहिँ प्रोजेक्ट लेभल रिपोर्टिङ हो। प्रोजेक्ट लेभल रिपोर्टिङ हामीले फास्ट पनि तयार गर्छौँ। यहाँ फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट भएछ। यसलाई बजेट भेरिएन्सेस एनालाइसिस भनेर राखिदिउँ है त। एनएलवाइएसआइएस है। भनेपछि हामीले एउटा प्रोजेक्ट फास्ट बन्दो रहेछ। अर्को बजेट भेरिएन्सेस एनालाइसिस भन्ने स्टेटमेन्ट बन्दो रहेछ। यो चाहिँ प्रोजेक्ट लेभल रिपोर्टिङ हो। प्रोजेक्ट अनुसारकै बनाउनु पर्दो रहेछ है। अब यहाँसम्म तपाईहरुले चाहिँ के भने अडिटर्स ओपिनियन पनि हामीले चर्चा गऱ्यौँ। त्यसपछि वास्लात फाइनान्शियल स्टेटमेन्टको बारेमा पनि चर्चा गऱ्यौँ हैन। नोट्सको बारेमा पनि चर्चा गऱ्यौँ र फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्टको बारेमा पनि चर्चा गऱ्यौँ र यहाँ चाहिँ बजेट भेरिएन्सेसको बारेमा पनि चर्चा गऱ्यौँ। अब यति नै हो ओभरअल प्याकेज भनेको यो नन प्रफिट मेकिङ अर्गनाइजेसनमा विशेष गरी एनजिओहरूलाई चाहिँ
होइन एनजिओहरूले चाहिँ बनाउनु पर्ने वित्तीय विवरणहरू चाहिँ मा चाहिँ हुने चिजहरू मैले चर्चा गरेँ। अब स्कुलको लागि होइन कसरी बन्छ भन्ने चाहिँ फेरि आउने स्लाइडमा हामी चर्चा गरौँला होइन। जुन सामुदायिक विद्यालयहरू हुन्छन् नन प्रफिट मेकिङ विद्यालयहरू होइन तिनीहरूले चाहिँ आफ्नो वित्तीय विवरण कसरी बनाउँछन् भनेर अर्को स्लाइडमा चर्चा गर। यहाँसम्म भिडियो धैर्यतापूर्वक सुनिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूको कुनै जिज्ञासा छ कुनै कुरामा चाहिँ क्वेरी छ भने मेरो च्यानलमा गएर कमेन्ट गर्न सक्नुहुन्छ या मैले दिएको मेलमा मेल गरेर पनि मलाई सोध्न सक्नुहुन्छ। हजुरहरूको दिन शुभ रहोस्। धेरै धेरै धन्यवाद।